All right. So Samundra, welcome back to podcast episode 2. कस्तो लागेको छ? मलाई खुसी लागिरहेको छ थ्याङ्क यू मी ह्याभिङ मी त्यही त लगातार back to back episode that you're the first person. So how are you feeling? ठिक छ नि हैन? I am feeling great. All right. So अनि how was the day today? के त? डे राम्रै थियो त्यो कामबाट अफ थियो यस्तै मजाले बसिरहेको घरमा आनन्दले Okay. अनि last हाम्रो podcastमा चाहिँ we talked about your career in game development है. हजुर अनि तिम्रो विभिन्न तरिका कामहरू हजुर your life in Sydney. हबिजहरू होइन के छ भनेर हजुर That was pretty good episode. I think that was really productive. हजुर Thank you for that. no And problem anytime अनि आज चाहिँ we're gonna talk about आज हामी अलि different topic कुरा गर्ने सोचिरहेको छौँ हामीले your life in Nepal होइन अनि हजुर about gym and other things. So त्यही भन्नुपर्दा चाहिँ so यसो सुरु गरौँ न त. Tell me about your early childhood in Nepal. कस्तो थियो तिम्रो childhood चाहिँ? अब चाइल्डहुड भन्दा साइकोलोजी पोइन्ट अफ भ्यूबाट भने कि फिजिकल पोइन्ट अफ भ्यूबाट अब त्यो होइन तिम्रो एज अ कसरी हुर्कियो हाउ वाज योर चाइल्डहुड के गर्थ्यो भनौँ न त्यसै नै सो अब मलाई जहाँसँग कन्सियसली याद भएको ठाउँबाट सुरु गरौँ है एज फार एज आई नो मलाई मम्मीहरूले भन्नुभएको कुरामा चाहिँ आई वाज लाइक born in 7 months सो प्रिमेच्योरै निस्केको थियो म बाहिर होइन ओके सो चाइल्डहुड पनि हल्का टफ थियो फिजिकली त फ्यामिली त रमाइलो थियो होइन अब मेरो 5जना दिदीभाइहरू हुनुहुन्थ्यो होइन अब ड्याडी मम्मी त रमाइलो थियो हजुरबा हजुरआमा हुनुहुन्थ्यो आनन्द थियो चाइल्डहुड चाहिँ पर्फेक्ट होइन तर फिजिकली चाहिँ हल्का प्रब्लम थियो मलाई किनकि अलि प्रिमेच्योर निस्केर भएर होला होइन मलाई पहिलेदेखि माइग्रेन प्रब्लम थियो अनि त्यसपछि मलाई कुद्दाखेरि छाती पोल्ने हुन्छ नि दुख्ने हुने त्यो प्रब्लमहरू चाहिँ थियो पहिलादेखिबाट ओके अनि त्यो चाहिँ सबै तिमी त्यो प्रिमेच्योर भएर चाहिँ त्यस्तो त्यो प्रब्लम आएको कि के थियो अब मलाई चाहिँ त्यही नै लाग्छ होइन अहिलेसम्म मलाई त्यही लाग्थेन त्यतिखेर डक्टरहरूले पनि होइन अब माइग्रेन छ यो छ भनेर भन्नुहुन्थेन अब प्रिमेच्योर भनेर चाहिँ भन्दैन थियो क्या त्यस्तो एक्ज्याक्टली चाहिँ होइन अब छ त छ अब रोग छ त के होइन त अनि तिमीले मलाई एक्चुली भनेको थियो बिकज अफ अनि त्यस्तो भयो थियो एन्ड यु जोइन जिम होइन हजुर एन्ड बिकज अफ द्याट अल अफ यु त्यो माइग्रेन तिम्रो सबै गयो भने जस्तो कुरा गरेको थियो एक्चुली त्यस्तो बारे भन न त ए त्यसको घटना रमाइलो छ हो म नेपालमा हुँदाखेरि अब घरमा ड्याडीहरूको गेस्ट आउनुहुन्थ्यो होइन ड्याडीको गेस्ट आउनुहुन्थ्यो अनि त्यतिखेर नि म टाउको दुखिरहेको हुन्थ्यो क्या म 24 साढे अब आधी घन्टामा होइन अनि त्यो गेस्ट पनि 1-2 घन्टाको लागि त्यहाँ खाना आएको थिएँ अनि त्यतिखेरमा आधी घन्टामा 2-3 चोटि 1 घन्टामा 2-3 चोटि औषधि खाइरहेको थिएँ होइन अनि निम्सको अनि त्यो मान्छेले भने बुढा मान्छे चाहिँ होइन यो बाबु यति सानो उमेरमा त पुरा औषधि खाएर अडिरहेको पछि कसरी बाँच्यो मान्छे मलाई चाहिँ सोध्दै हुन्थ्यो क्या मलाई त्यतिखेर त्यो मान्छेले भनेको कुरा खासै लाग्यो क्या त्यतिखेर होइन म अलि बच्चादेखिबाट मलाई चाहिँ अलिकति जिमको इन्ट्रेस्ट थियो क्या अलिकति होइन जिमको इन्ट्रेस्ट भन्दा पनि मलाई फिजिकली इन्ट्रेस्टिङ लाग्थ्यो क्या होइन काम गर्नलाई तर अब बडीको लिमिटेसन थियो अनि त्यही भएर मैले त्योपछि निम्स हुन्छ नि त्यो टाउको दुख्ने औषधि खाँदै हामीले नेपाल आउँदाखेरि त्यो खान छोडिदिएँ मैले होइन अनि त्यसपछि टाउको चाहिँ लास्ट दुख्थ्यो क्या अनि त्यो टाइममा चाहिँ मैले के सोचेँ भने होइन म पुसअपहरू गर्थेँ क्या त्यो के हुन्थ्यो भने जब त्यो पुसअपले गर्दा त्यो चेस्ट बर्न हुन्छ नि क्या त त्यो फिलिङ मसल बर्न भएको त्यो सेन्सेसनले होइन त्यो माइग्रेनको सेन्सेसनलाई ओभरकम गर्थेँ क्या त्यही भएर मलाई माइग्रेन दुख्दा अब दुखिरहन्थ्यो होइन तर त्यो फिजिकल बर्नले चाहिँ त्यतिखेर त्यसले टेम्पोररी त्यसलाई हटाइदिन्थ्यो क्या त्यही भएर म त्यहाँ जतिखेर माइग्रेन हुन्थ्यो नि आई डु लाइक 50-60-70 पुसअप लाइक क्रेजी क्या जबसम्म मलाई त्यो पेन फिल हुँदैन चेस्टमा तबसम्म म गरिरहन्थेँ क्या अनि वान्स आई किप अन डुइङ द्याट फर लाइक अराउन्ड रफली लाइक 6-7 months त्यसपछि मलाई माइग्रेन कम्प्लिटली हराएर गयो क्या ओके त्यसपछि मलाई कहिले दोहोऱ्याएर माइग्रेन भएन थ्याङ्क्स टु अल अफ यु पुसअप थ्याङ्क्स टु अल पुसअप अनि पछि हुन थाहा पायो कि भाइहरूले भन्दैछ छातीको ठुलो देखे जस्तो भन्छ त पुरा रातो थियो होइन फेरि यति अनि बिचबाट छुटिसकेको थियो क्या अनि त्यही भएर अनि मलाई चाहिँ अनि रमाइलो लाग्न थाल्यो क्या अब त्यो जे कुराले आफूलाई फिक्स गरेर हुन्छ नि त्यो कुराले अब वर्क गरेर आउँछ आफ्नो ज्यानमा त्यो चाहिँ रमाइलो लाग्ने अनि त्यसपछि अनि एउटा नेक्स्ट थिङ भनेको चाहिँ म जहिले पनि फुटबलहरू खेल्दाखेरि के खेल्दा मलाई बिचमा छाती दुख्थ्यो क्या 10-15 मिनट कुद्यो छाती दुखेर पुरा पोल्ने क्या भित्रै अनि पुरा म थुकै गर्थेँ क्या भुइँभरि क्या पुरा पोलै छ होइन त्यसले गर्दा अलिक कम हुन्थ्यो क्या त्यसको लागि पनि मैले ओके लेट्स फिक्स दिस मैले त्यति सोचेँ कि माइग्रेन त मैले पुसअपले फिक्स गरेँ होइन त्यो अब अर्को चाहिँ छाती दुख्छ चाहिँ के फिक्स गरेँ भने म रनिङ गर्न थालेँ क्या बिहान 4 बजीतिर उठ्ने अनि हाम्रो एरियामा चाहिँ गेटहरू नरहरू हुन्थ्यो क्या नर एरिया तपाईँलाई थाहा नि त्यो पानीहरू यस्तो डाइभर्ट गरेर लिएर जान्छ नि त्यसलाई गेट नर भन्छ है हाम्रोमा
अनि हामी त्यहाँ त्यो गेट एरियामा चाहिँ खासै गाडीहरू केही हिँड्दैन क्या मान्छेहरू हिँड्ने मान्छे त्यो गेटको हुन्छ नि मान्छेहरू हिँड्ने काम गर्छ नि स्टाफहरू के भन्थ्यो त्यसलाई प्राधिकरणको मान्छेहरू उनीहरू हुनुहुन्थ्यो क्या अनि त्यो बाटो पुरा चौर जस्तो खालको थियो क्या म त्यहाँ गएर कुदिरहन्थेँ क्या बिहान 4 बजे 2 बजे 3 बजे हुन्छ नि त्यो बिहान अलार्म राखेर त्यसरी कुद्थेँ क्या अनि त्यो कुद्दाखेरि सुरुमा चाहिँ दुख्थ्यो क्या लास्ट दुख्थ्यो अनि मैले धेरै के अरे एग्रेसिभ गरे जस्तो लाग्यो अनि त्यो पछि बिस्तारै कुद्न थालेँ यसो अलिकति ठिक्कको हुन्छ आधी घन्टा आधी कुद्ने जगिङ टाइपको हुन्छ त्यसरी गर्न थालेँ क्या त्यो पनि लफ्री 1 इयर लाग्यो होला मलाई त्यो गायब हुनलाई चाहिँ होइन तर त्यसरी कुद्दै कुद्दै गर्दा म बेसको कुद्न थालेँ क्या त्यो पछि बिस्तारै त्यो भोलि पनि कस्तो गायब हुँदै गयो क्या त्यतिखेर मलाई त्यो फिजिकल वर्कआउट भनेको नि मलाई एक्चुअली जिम भन्ने थाहा थिएन क्या नलेज थिएन क्या जस्ट मलाई त्यो मेरो त्यो प्रब्लम थियो त्यही सल्भ गर्नमा चाहिएको थियो नि त अनि त्यही अब रनिङ अनि पुसअपले गर्दाखेरि चाहिँ जुन फिजिकल एक्टिभिटिज हुन्छ जिम नभने फिजिकल एक्सर्साइजहरू एक्टिभिटिजले मेरो खासै फिक्स गर्यो क्या मेरो प्रब्लम ओके मेरो लागि त्यो धेरै इन्ट्रेस्टिङ थियो क्या त्यो त्यही त भने त्यो भनेपछि तिम्रो फिजिकल गरेर चाहिँ यु ओभरकम यो माइग्रेन एन्ड चेस्ट पेन हजुर अनि त्यसपछि पुरा फुटबल खेल्दा पनि मजाले सक्छ 45 मिनट 30 मिनटको फर्स्ट टाइम त्यो फिल हुँदा कस्तो आनन्द लाग्ने क्या आफ्नै साथीभाइहरूसँग दाइहरूसँग अनि भाइहरूसँग खेल्दाखेरि बल्ल आई क्यान किप अप विथ देम जस्तो हुन्छ नि त्यस्तो लाग्ने क्या त्यो भयो अनि तिमीले जिम चाहिँ फर्स्ट टाइम कति तिम्रो लाइफमा चाहिँ कति बेला इन्ट्रोड्युस भयो जिम चाहिँ फर्स्ट टाइम जिम त धेरै लेट हो म यता 12 सकेपछि अनि म यो त भिजाको वेटिङमा चाहिँ म जिम जोइन गरेँ नत्र भने त्यो भन्दा म जिमै जोइन गरेको थिएँ त्योभन्दा अगाडि त्यही पुसअप र रनिङ मात्रै गरिरहेको थिएँ घरमा मैले पुसअप गर्दाखेरि त्यो त्यतिखेर होइन नोइङली होला होइन आफ्नो अब त्यतिखेर बडी बिस्तारै स्ट्रङ हुँदै गयो नि त अनि त्यही एक्सर्साइज सजिलो लाग्ने क्या त्यो पछि अनि आफैले अनि अरू एक्सर्साइज खोज्ने क्या त्यस्तो हुँदो रहेछ अनि मलाई बाइसेप बनाउनु मन थियो होइन आर्म्सहरू हुन्थ्यो नि त ठुल्ठुलो देखिन्थ्यो नि त बुढा मान्छेहरूको अनि त्यो त्यतिखेर सलमान खानको हाइट थियो बडीको होइन दामी ज्यान देखिने अब बाइसेप कसरी बनाउने भन्ने मेरो सोच थियो क्या अनि त्यतिखेर त्यो घरतिर तपाईँलाई थाहा त्यो घरको रेलिङतिर त्यो हाल्छ नि त्यो सजाउनको लागि तर त्यो फलामको सिमेन्टको बनाएर बरन्डातिर हाम्रोमा चाहिँ त्यसलाई हुक्का भन्छ है त्यो त्यस्तो थियो क्या एक्स्ट्रा होइन मैले त्यो हुक्का बिचबाट उचालेर पुरा बाइसेप गरेर रहन्थ्यो क्या यत्तिकै गर्नुहुन्थ्यो क्या अनि बिस्तारै त्यो धेरै 3-4 कति अब 3-4 नभनौँ 30-40 चोटि गरेपछि पुरा बाइसेप फुलेर आउने क्या नसा पनि ठुलो देखेर आउने त्यसरी मेरो लाइफमा होइन बाइसेप एक्सर्साइज इन्ट्रोड्युस भएको क्या अनि त्यो पछि अनि त्यसपछि सिटअप गर्थेँ मैले एक्ज्याक्टली गर्दाखेरि चाहिँ पुलअप्सबाट सुरु गर्थेँ अनि त्यो पछि सिटअप्स अनि पुसअप्स अनि त्यो यसको लागि आज बाइसेपको लागि अनि द्याट्स इट डन त्यति मेरो एक्सर्साइज यो चाहिँ तिमी कति वर्ष थियो त्यही म त यस्तै 10-11 वर्ष हुँदाखेरि 11 वर्ष हुँदा यस्तो लाइक 11 वर्षमा तिम्रो लाइफमा चाहिँ एज अ सम काइन्ड अफ फिजिकल एक्सर्साइज गरिसक्यो त्यस्तो आउँथ्यो भन्छ त्यति बेलादेखि नै यो इन्ट्रेस्ट बडी मेकिङमा जिममा जिम त नभनौँ बडी मेकिङ नभन्नु अब बडी मेकिङ के खाएको म जे बनाउँ त्यही खान्थेँ होइन त्यही पनि रमाइलो लाग्ने क्या पुरा आनन्द आउने क्या ज्यान त्यो भएपछि रमाइलो लाग्थ्यो अनि मलाई चाहिँ Okay, that's really good to hear. अर्को फनी इन्सिडेन्ट के थियो भने भाइहरूसँग पञ्चरबाट खेल्थ्यो हामी त यो केटाहरू त्यस्तै हुन्छ नि त सबैले जित्थ्यो क्या म पुरा सबैले जितिदिन्थ्यो क्या पुरा त्यो पञ्चरबाट खेल्दाखेरि बल्ले भयो क्या ज्यान अनि त्यो भयो अनि फर्मल्ली जिम चाहिँ कहिले जोइन गर्यो तिमीले फर्मल्ली त मैले फर्मल्ली भन्दा पनि कसरी फर्मल्ली भन्ने होइन अब गाउँमा भिजाको लागि वेटिङ गरेर बसिरहेको थिएँ होइन त्यतिखेर अब गाउँकै दाइहरूले जिम खोल्नु भएको रहेछ होइन अब यस्तै 2.5 लाख है 1.5 लाख कति हालेर त्यो ताँग्रो टुङ्ने जे भेट्छ त्यही सेकेन्ड ह्यान्ड त्यसरी जिम खोल्नु भएको थियो कि अनि त्यही जिममा चाहिँ दाइहरूले जिम बनाउनुलाई भएको मैले सुनेको थिएँ न्युज सुनेको थिएँ मैले दाइलाई भने दाइ म पनि जोइन गर्छु नि है भने अनि हुन्छ भने अनि त्यो त्यहीँबाट जोइन त्यही अब जोइन भने पैसा तिर्नु परेको थियो केही तिर्नु परेको थियो म एक्लै जान्थेँ क्या बिहान होइन म मात्रै हुन्थेँ त्यहाँ कोही हुँदैन थियो आनन्द लाग्थ्यो अनि टेलर स्विफ्ट बजार जिम गर्थेँ त्यो यु बिलोङ विथ मी त्यस्तो गीत त्यो आउँथ्यो त्यो रोमियो जुलियट वाला त्यति बेला खुब चलेको थियो नि त्यो गीतहरू नेपालमा हिट थियो नि त त्यस्तो गीतहरू त त्यही अनि त्यहाँको स्पिकरमा त्यही गीत हुन्थ्यो क्या अनि त्यही बजायो त्यही सुन्दै अनि एक्सर्साइज गरेँ क्या अनि त्यतिखेर मैले ऱ्यान्डमली सिकेँ त्यो चित्र हुन्छ भित्तामा क्या त्यो एक्सर्साइज गर्ने चित्रहरूमा यसो हेरेको त्यहाँनिर देखाएको थियो क्या चेस्ट प्रेस इन्क्लाइन त्यो पछि अनि त्यो बेन्च प्रेस डेड लिफ्ट स्क्वाट अनि त्यसपछि सोल्डर प्रेस सबै त्यहीँबाट सिकेँ मैले त्यो ल्याटर रेजहरू सबै त्यो पिक्चर हेरेर सिकेँ क्या त्यति बेला त खासै अहिलेको जस्तो इन्टरनेट थियो र युट्युबहरू त्यही त त्यस्तो थिएन
So you learn everything from looking at the pictures. त्यति भयो. Oh, that's really nice. अनि तिमी चाहिँ त्यो भिजा कोरिरहेको बेला गयो त्यो कति मन्थ जति गऱ्यो नेपालमा 6-7 मन्थ जति गऱ्यो त्यही त मैले पहिला तिम्रो नेपालको फोटोहरू देखेँ होइन एटलिस्ट त्यो फोटो हुँदा नि यु ह्याड 6 प्याक्सहरू थियो त्यो चाहिँ के थियो भने म गरिरहन्थेँ नि त त्यो एक्सर्साइजहरू अब त्यसमा इन्ट्रेस्टिङ कुरा थियो चाहिँ बल्की थिएन क्या ज्यान पातौले थियो क्या लुगा लाउँदै ह्याङ गरेर लुगा झुन्दा जस्तो थियो क्या अन्त ज्यान चाहिँ रिप थियो क्या त्यतिखेर ओके अनि त्यतिखेर कुद्न सक्ने होइन त्यो पेनहरू नहुने यस्तो मजाको थियो ज्यान त त्यतिखेर राम्रो थियो अनि पछि अनि यसो यता आएछ सबै मान्छे ठुल्ठुलै पातौलो देखिन्छ त्यही भएर अहिले त्यसमा चाहिँ बेसिकली अहिले चाहिँ अनि यता फर्मली मैले एक्चुअली पैसा तिरेर जिम सुरु गरेँ अस्ट्रेलिया त्यो कति वर्ष अगाडि 5 years ago. So you've been training for 5 years? Every day, like every day, consistently. Consistency. अनि तिमी अस्ट्रेलिया आएपछि चाहिँ कसरी जिम जोइन गरे कि के भयो अस्ट्रेलिया त्यो भन न त अस्ट्रेलिया आउनु साथै त म दिदीहरूसँग बसेको होइन 2 हप्ता जति पछि दिदीहरूले अनि रुम खोजिदिनु भयो मुभ आउट भएँ अनि त्यसपछि काम पनि किचन ह्यान्डको काम पाएँ होइन किचन ह्यान्ड काम पाएँ अनि त्यतिखेर म यस्तै बाटोमा त्यो सिधा ट्रेन हुन्थ्यो नि त ट्रेन लिएर जाँदाखेरि अब त्यतिखेर अन्त एउटा देख्थेँ क्या त्यो के भन्छ त्यो एनी टाइम फिटनेस लेखेको क्या यसो हेरेँ एनी टाइम फिटनेस घरमा गएर नेटमा सर्च गरेँ कि अनि सर्च गरेर हेर्दाखेरि एनी टाइम फिटनेस भने कतिवटा सबमा कहाँ छ भनेर देखाउँछ नि त त्यस्तो देखाउनु थाल्यो यसो हेरेँ सबै सबमा एनी टाइम फिटनेस रहेछ है अनि मैले चाहिँ के सोचेँ भने 3-4 महिना चाहिँ यसो पैसा सेभिङ गर्छु अनि त्यसपछि जिम जोइन गर्छु भनेर सोचेँ मेरो दिमागमा चाहिँ के थियो भने त्यतिखेर अब पुरै स्टुपिड भएर होला के होइन अब यङ थियो नयाँ कन्ट्री होइन त्यतिखेर के सोच्थेँ भने नेपालमा 3000 कति लाग्छ नि त जिममा यता त्यतिकै लाग्छ भन्दा अस्ट्रेलियन 3000 लाग्छ जम्मा बसिरहेको थिएँ क्या अनि म जिम जोइन गरेर गएँ यता त्यहाँको जिममा होइन म कहाँकोमा मेरील्यान्ड्समा है कतातिर गएको जस्तो लागेको थियो यो सुरुमा त्यो त भित्रभित्र बसिरहेको थिएँ कि अनि त्यहाँ जिम जोइन गरेर गएको यसो हेरेको $99 जोइनिङ फी अनि त्यहाँ फोर्थ नाइटली चाहिँ $33 भन्ने सोच्दा 3000 कम हुन्छ त रमाइलो लाग्यो त्यहाँबाट चाहिँ मेरो एक्चुअल फर्मली जिम चाहिँ अस्ट्रेलिया कति समयपछि चाहिँ जोइन गरेँ 6 महिनापछि 6 महिना हजुर ओके मेरो फर्स्ट दिमागको थिङ नै त्यही थियो क्या ओके आई निड टु जोइन जिम अब हामी त अस्ट्रेलिया आएर काम खोज्नु पर्छ अब केही थिएन मैले त त्यस्तो केही वास्ता लागेको थिएन मलाई त के थियो भने ओके काम छ पैसा छ जिमको लागि 3000 अचम्म लाग्छ अनि तिमीले एनी टाइम फिटनेस जोइन गर्यो हजुर अनि मेरील्यान्ड्सको जोइन गरेँ होइन अनि त्यो जस्तै अब यहाँ त अब हाम्रो काम हुन्छ कलेज हुन्छ नि त इट्स रियली हार्ड त्यो जिमको लागि टाइम बनाउनै गाह्रो हुन्छ नि त अनि त्यो कसरी म्यानेज गर्यो तिमीले मलाई त खासै लागेको थिएन त्यस्तो केही पनि यो मेरो प्रायोरिटी नै जिम थियो नि त पहिला त त्यही भएर म त्यतिखेर म एक्सपेरिमेन्ट गर्थेँ कति कम सुत्न सक्थेँ म त्यही कारण म जिम बढी जान सक्थेन मलाई थाहा थिएन त्यतिखेर सुत्न पनि बढी जान कि यङ किड लेस नलेज होइन थाहा थिएन नि त अनि त्यतिखेर चाहिँ अन्त म यस्तै 6 घन्टा 4 घन्टा 5 घन्टा सुत्थेँ होइन अनि त्यसपछि जिम जाने सबभन्दा पहिला 5:30 बजे 6 बजेको काम छ भने 4:30 बजे उठेर जिम जाने जिम गएर टक्कै अब त्यतिखेर धेरै लाग्दैन त आधी घन्टा 45 मिनट समथिङ यति लाग्थ्यो नि त जिम सिद्धाउनु जिम सिद्धो त्यहाँबाट सिधै नुहाइ नगरिकन सिधै अहिले काम हाल्थ्यो त्यसरी गर्थेँ काम जान्थ्यो त्यसरी टाइम चाहिँ मिलाइरहेको थियो कम सुतेर भए पनि जिमको लागि चाहिँ टाइम दिइरहेको थियो अनि त्यतिखेर चाहिँ इन्ट्रेस्टिङ कुरा थियो भने मैले रिसेन्टली मेरो बडी ब्लु अप भयो नि त त्योभन्दा अघि थिएन क्या त्यतिखेर जे होस् मैले बडीलाई चाहिँ होल्ड ब्याक गरेर रहेछ क्या त्यो ट्रेनिङले नै राम्रै गरेर रहेछ इन अ वे होइन मैले धेरै नगरे पनि डायट मेरो ठिकै थियो होइन म खाना पनि राम्रै चाहिँ खान्थेँ होइन त्यही पनि मैले बडीलाई चाहिँ होल्ड ब्याक गरेर रहेछ क्या त्यो टाइममा ओके अब तिमीलाई त केही थाहा थिएन नि त तिमीले नेपालमा पनि त्यो पोस्टर हेरेर सिकेको अब यहाँ चाहिँ अब ट्रेनर लियो कि कसरी सिक्यो त्यो एभ्रिथिङ चाहिँ ट्रेनर लिइनँ मैले के गर्थेँ नि ट्रेनरहरूले गरेर एक्सर्साइजहरू हेर्थेँ तिनीहरूले अरूलाई कसरी सिकाउँछ के गराउँछ भनेर मलाई खासै राम्रो लाग्दैन थियो किनकि तिनीहरू सबै मेसिन सिकाउँथ्यो नि त अनि म त सुरुमा जिमबाट एक्सपोज भने सबै त्यो बारबेल डम्बेलहरूबाट मात्र हो त इक्विपमेन्ट केही थिएन आफू जाने जिममा सबै बारबेल डम्बेल मात्र थियो अनि त्यो भएर मलाई त रमाइलो
रमाइलो लागेको थियो मैले चाहिँ उनीहरूको खासै केही सिकिनँ सबै आफूले जे उहाँ सिकेको थिएँ नि त्यही नै युज गरेको थिएँ क्या बेटर फर्म यता आएछ इन्टरनेट एक्सेसहरू राम्रो छ सबै राम्रो थियो नि त अनि युट्युबमा गएर हेर्थेँ म आफ्नो भिडियोहरू बनाएर रेकर्ड गर्थेँ होइन अनि त्यो भिडियो र अनि उनीहरूले युट्युबमा एक्सर्साइज गरेर भिडियो कम्पेयर गर्थेँ क्या त्यसको फर्मले मेरो फर्म कस्तो छ होइन अनि त्यसरी मैले ओभरअल होइन त्यसरी आफ्नो फर्महरू मिलाउँदै गएको क्या अनि त्यसपछि बुझ्दै गएँ कि एक्सर्साइज पनि त्यो पछि अन्त सोल्जरलाई बल्ल सोल्डर भन्न थालेँ सोल्डर एक्सर्साइज सोल्डर एक्सर्साइज अनि त्यो लर्निङ प्रोसेस चाहिँ कस्तो थियो टाइम लाग्यो होला आफैले हजुर टाइम त धेरै लाग्थ्यो कस मेरो त लास्ट स्टुपिड पनि थियो भनौँ न ट्रेनिङ प्लान पनि मलाई के लाग्थ्यो भने क्यालिस्थेनिक भनेर त्यति हाइट थियो नि त क्यालिस्थेनिक गर्नुपर्छ भनेर कति दिनको 500 पुलअप 500 सिटर 500 पुसअप गर्दा पुरा चेस्ट फुलेर आउँथ्यो क्या मजाले राम्रो लाग्थ्यो त्यसरी गर्थेँ मैले रिसेन्टली मैले बारबेलहरू चाहिँ म्याक्सिमम चाहिँ बारबेल युज गर्छु होइन बारबेल डम्बेल मैले रियरली होला मेसिन युज गरेको पहिलेदेखिबाट नै त्यति बेला त्यही त मैले पहिलाको फोटो हेर्थेँ तिम्रो त्यहाँ रिप थियो नि त दुब्लो भयो नि रिप थियो पुरै ब्यागहरू दाम टन्न राम्रो थियो त्यो सबै त्यो 500 पुलअप त्यस्तै कमाल सबै त्यसकै कमाल अनि त्यति बेला तिम्रो डाइट कस्तो थियो त्यति बेला त्यतिखेर मैले म भेजिटेरियन थिएँ नि नेपालमा यता आएपछि अब मांसाहारी भएको हो नि त रिजन त के थियो नि प्रोटिन चाहिन्छ भन्ने थाहा थियो होइन अनि म चाहिँ के गर्थेँ नि त्यो हलाल सपहरू त्यो सानो हुन्छ नि तिनीहरू त्यो सानो सानो कुखुरा बेच्थेँ कि 10 डलर 4वटा 5वटा भनेर त्यस्तो किन्थेँ क्या सुरुमा त कुरानहरू मासु खान सक्दाखेरि गाह्रो भएको थियो मलाई सुरुमा नराम्रोसँग नेपाली स्टाइलले पकाउनु आउँछ के गर्नु आउँछ जस्तो टक 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 पिस पिस गरेर काट्थेँ सरलाई उमाल्ने हुन्छ नि उमाल्दै त्यत्तिकै खान्थेँ क्या म ठिकै थियो सुरुमा त लास्टै गाह्रो भएको थियो कतिचोटि खाँदा निस्किया पनि थियो बाहिर त्यही पनि मुख बन्द गरेर खान्थेँ क्या अनि त्यसो तर त्यस्तो गर्दै गएपछि बानी बसेँ क्या बानी बस्न थालेपछि अन्त नर्मल के अरे अब त्यतिखेर चाहिँ के भन्दा त्यही कुखुरा मासु होइन त्यसपछि भात अनि त्यसपछि त्यो प्रोटिन पाउडर त्यो कोल्सा पाउँछ नि त्यो सानो त्यो ओरेन्ज कलर पर्पल कलरको प्रोटिन पाउडर त्यस्तो थियो कि अब हाम्रो त खासै नलेज थिएन नि त मलाई त्यतिखेर त ऱ्यान्डमली आएको होइन आफूले अब सेल्फ मैले अहिलेसम्म बनाएर मेरो ज्यान भनेको सेल्फ टट नलेजले बनाएको कि त्यो भएर धेरै ट्रायल एन्ड एरर गरेर बनाउँदै आएको हो त्यो भएर इट वाज गुड वर्थ इट धेरै कुरो सिकियो ठिक छ धेरै कुरो सिकियो त्यही के अरे गर्दै गएपछि जानिन्छ हजुर हजुर अनि त्यो भयो अनि तिमी पातलो थियो होइन पहिला हजुर अहिले त यो अल बल्क अफ ठुलो भएछ नि त 22 भयो नि कति 18 कति इन्च अरे 3.5 that's a lot नि त सो त्यो लिनदेखि चाहिँ यदि यो मस्कुलरसम्मको चेन्जमा चाहिँ तिमीले के गर्यो कि कसरी गर्दा चाहिँ यु ह्याड द्याट मसल मास अहिले इट्स रियली इन्ट्रेस्टिङ इट इन्भल्भ्स अ गर्ल इन दिस स्टोरी के थियो भने न्यु इयरको बेला थियो होइन लिन थियो क्या पुरा फोटो पनि पुरा अब सर्टलेस होइन अन्डरवेयरमा मात्र बसेको त्यस्तो फोटो हालिन्थ्यो नि त लिन ज्यान देखाउनु रमाइलो थियो एप्सहरू होइन हाइप नै त्यही थियो नि त एप्स नदेखाउ त्यस्तो थियो न्यु इयरको बेला थियो एउटा केटी अलिकति मोटी त नभन्नु ठिकै थियो मेरो हाइटको म 5'11" थियो त्यो 5'8", 5'9" थिएँ होइन अनि उसलाई हिँड्न गाह्रो भयो धेरै हिँड्छ नि न्यु इयर उसले मलाई अब मेरो घरमा जानु लाग्छ होइन अन्त उसले मेरो बोकेर ल्याउँछ भने क्या आमसँग बोकेको गयो 10 सेकेन्डमा त बोल्छ ओके 10 सेकेन्डमा बोल्छ फेरि 2-3 चोटि गर्छु सक्दिनँ उसले के भन्छ डोन्ट यु गो टु जिम त्यतिखेर मलाई धेरै नराम्रो लाग्यो त्यतिखेर कस्तो किनकि टिल द्याट टाइम आई वाज डुइङ इन्टरमिडिएन्ट फास्टिङ इटिङ अ लट अफ वाटर आई डिडन्ट काउन्ट एनी क्यालोरिज अर एनिथिङ लाइक प्रोटिन केही काउन्ट गरेको थिएन जस्ट मलाई थाहा थियो यति कमाउनुपर्छ यति गर्नुपर्छ यसरी हुन्छ जिम जाने त्यति मात्र थियो क्या प्रोग्रेसिभ ओभरलोडहरू केही थिएन जिममा पनि नर्मल लिफ्ट गर्थेँ ज्यान पुरा रिप देखाएको थिएँ द्याट्स वर्किङ भनेर मैले सोचेको थिएँ फर्स्ट टाइम स्ट्रेन्थ चाहिन्छ भने थाहा भएको थियो फर्स्ट टाइम लाइफमा 10 सेकेन्डमा त पुग्नु सक्दैन अनि उसले भन्दाखेरि नान्ची कति नराम्रोसँग चाहिँ अनि मैले चाहिँ ल ठिक छ फिक्स दिस भनेर
बसेँ मस्तले घरमा होइन फुल रिसर्च गर्न थालेँ होइन रिसर्च गर्दै बुझ्दाखेरि चाहिँ तपाईँले क्यालोरिज काउन्ट गर्नुपर्छ क्यालोरिज भनेको के मेन्टेनेन्स भनेको के बल्किङ भनेको के डेफिसिट भनेको के भनेर होइन प्रोटिन पनि कस्तो टाइपको हुन्छ भनेर होइन केले कम्प्लिट प्रोटिन बनाउँछ माइक्रोन्युट्रिसन भन्छ नि सब पढ्न थालेँ क्या अन्त जिममा पुरा एक्सर्साइज गर्दाखेरि कसरी प्रोग्रेसिभ ओभरलोड गर्ने प्रोग्रेसिभ ओभरलोड मलाई त्यतिखेर एलियन वर्ड थियो खासै केही थाहा थिएन त्यो के हो त्यसो भन्यो नि प्रोग्रेसिभ ओभरलोड भनेको चाहिँ होइन तपाईँ कुनै एक्सर्साइज गर्नुहुन्छ नि वान्स यो बडी ड्याप है त्यो एक्सर्साइज उयो अब सस्तो लाग्छ नि त हल्का लाग्छ नि गर्नलाई अब त्यो भनेको चाहिँ तपाईँले वेट बढाउनु पर्ने क्या वेट या रेप्स बढाएर होइन बडीलाई च्यालेन्ज गर्ने कि त्यो भएपछि तपाईँको मसल ग्रो हुन्छ है त्यसपछि फेरि त्यो वेट पनि फेरि कम लाग्छ त्यसपछि अझै बढाउने कि त्यो चाहिँ मसल च्यालेन्ज गर्दै गर्दै गर्दैन प्रोग्रेसिभ ओभरलोड हुन्छ नि यही थाहा थिएन फर्स्ट टाइम सुनेको गुगलमा सर्च गरे 15-30वटा गुगल क्रोमको ट्याब आउँछ खोजेको होइन त्यहाँबाट चाहिँ अनि मेरो बडी ब्लु अप हुँदा त्यहाँबाट त्यतिखेर मैले त्यहाँबाट चाहिँ मैले क्रिएटिन लिन थालेँ होइन त्यतिखेर चाहिँ त्योभन्दा अघि चाहिँ मैले मुसासी के प्रोटिन पाउडरहरू लिएको थिएँ होइन अनि त्यहाँबाट चाहिँ मैले त्यो गोल्ड स्ट्यान्डर्डवाला भएको हुन्छ नि त्यो लिन थालेको राम्रो त्यो छ भने होइन त्यो लिन थालेँ चाहिँ क्रिएटिन लिन थालेँ प्रोपरली हाइड्रेट गर्न थालेँ होइन अनि त्यसपछि क्यालोरिज काउन्ट गर्न थालेँ त्यो आफ्नो त अब एन्ड्रोइड फोन थियो होइन क्र्याक सफ्टवेयर जहाँ फाला जहाँ भने होइन एपिके फाइल हुन्छ नि डाउनलोड गरेँ होइन त्यो डाउनलोड गरेँ त्यहाँबाट फुल त्यो प्रिमियम भर्जन देखाउँछ क्या त्यो गरेर अनि त्यसपछि फुडहरू पुरा ट्र्याक गर्न थालेँ होइन अनि मैले यसो ओरिजिनली मैले पहिला खाएको फुडहरू ट्र्याक गरेको 900 क्यालोरी छ क्या मेरो पर डे 900 धेरै लो होइन म त्यतिखेर कति 72 किलोग्राम थिएँ 900 क्यालोरी त्योभन्दा अझै गयो भए त म साँच्चै भने 50 किलो भने त्यो किनकि के थियो भने त्यो न्युबी गेन हुन्छ नि त्यो कारणले गर्दा म 72 सौ पुगेँ होइन नत्र पुग्दैन थिएँ अनि त्यतिखेर चाहिँ मलाई के लाग्थ्यो भने जति धेरै लो बडी फ्याट त्यति राम्रो भनेर म त्यतिखेर 8 या 10% बडी फ्याट रेन्जमा थिएँ कि अनि त्यतिखेर यु क्यान सी यो एप्स एन्ड अल अफ द्याट विच इज कुल होइन तर स्ट्रेन्थ वाजन्ट गुड सो मैले त्यहाँबाट चाहिँ अनि मैले मेरो क्यालोरिजहरू ट्र्याक गर्न थालेँ होइन मैले प्रोग्रेसिभली ज्यान बढाउन थालेँ क्या त्यो पछि अनि मैले धेरै होल्ड ब्याक गर्थेँ कि त्यतिखेर मैले एक्सर्साइज पनि त्यस्तो राम्रोसँग गरेको थिएँ जब मैले त्यो क्यालोरिजहरू राम्रोसँग ट्र्याक गरेँ मेरो फुडहरू राम्रोसँग ट्र्याक गर्न थालेँ नि एट द्याट टाइम my body was like blown up. मैले जुन 3 वर्ष भन्दा 3 वर्ष एक्सर्साइज जुन रिजल्टको देखाएको थिएँ नि मैले त्यो 1 इयरमा देखाएको थिएँ okay so I went from like 82 something like that to 100 kilo in 1 year in 1 year so तिमीले 3 वर्षसम्म चाहिँ जस्तो नर्मल त्यही क्यालिस्थेटिक वाला 500 रेप वाला you didn't count any calorie त्यो गर्यो त्यति बेलासम्म तिमी 80 सम्म पुग्यो हजुर but after जब 72 सम्म पुग्यो अनि जब तिमीले चाहिँ you started tracking everything and you went to 100 in 1 year 20 kg 25 kg अचम्म लाग्यो आफै सोचेँ अचम्म लाग्यो अनि त्यसपछि मैले एक्सर्साइजहरू पुरा त्यो मेटिकुलस वेमा हुन्छ सब सोचेको थिएँ क्या सबै मैले के भने पहिला त ब्रो स्प्लिट हालेर एक दिनमा एउटा त्यतिखेर चाहिँ पुस पुल लेग हाल्न थालेँ क्या त्यो आर्नोल्डको थियो नि त्यो फेमसवाला त्यो हाल्न थालेँ त्यतिखेर चाहिँ मैले अन्त मेरो 6 दिन जान्थेँ प्रत्येक मसलको ट्वाइस विक हिट हुन्थ्यो त्यसपछि त्यतिखेर चाहिँ हल्का बडीमा पेन चाहिँ आउन थालेको थियो क्या किन 6 नै दिन गयो त्यो हेभी लिफ्टिङ गरेर त्यो पुस आउट गयो पुस पुरा एभ्री टाइम आज डुइङ लाइक 100 म्याक्सेस एन्ड अल अफ द्याट पुसिङमा बडी होइन त्यति हल्का बडीमा पेन त आउँदैन तर आई वाज लाइक गेटिङ लाइक सब्सटेन्सियल अमाउन्ट अफ रिजल्ट त्यसले गर्दा म खासै त्यो पेनहरू वास्दै हुँदैन थियो बडी वाज गेटिङ बिग बडी वाज इन इट अनि त्यतिखेर मेरो डेडलिफ्ट पनि डेडलिफ्ट स्क्वाट बेन्च इन्सेनली मैले आएँ कति थियो म्याक्स त्यति बेला त्यतिखेर त मैले डेडलिफ्ट हान्दाखेरि खै बेल्ट लाएर 100 किलो हान्थेँ होला 1-2 चोटि स्क्वाड सम्झिनु डन टके भए स्क्वाड बेन्च पनि सेम बेन्च पनि कति 70 किलो हान्थेँ होला तर मेरो 1 इयरमा मेरो डेडलिफ्ट पुग्यो 220 किलो है मेरो अनि स्क्वाड पुग्यो 180 किलो मेरो बेन्च पुग्यो 160 किलो विच इज गुड त्यस्तै थियो होइन अनि रमाइलो थियो मलाई चाहिँ राम्रै लागेको थियो अनि त्यो स्क्वाड बेन्च भने चाहिँ मेरो धेरै हाई पुगेको थियो स्क्वाड हान्नु पनि गाह्रै थियो तर सिक्न चाहिँ किनकि अब धेरै अब आफू यङ मान्छे होइन अब भर्खर अब स्क्वाड गर्नलाई चाहिँ गाह्रो हुन्थ्यो क्या अब फर्स्ट टाइम कहिले गरेको थिएन नेपालमा कसैले स्क्वाड सिकाउँदैन थियो अनि त्यहाँबाट सबै आफैले सिक्दाखेरि चाहिँ अनि इट वाज लाइक लिटल बिट हार्ड यु नो इट वाज भेरी हार्ड सो अब बिस्तारै अनि बानी बस्न थालेँ क्या किनकि म चाहिँ पहिला स्क्वाड गर्दाखेरि
जुत्ता लगाएर स्क्वाट गर्थेँ कि मलाई थाहा थिएन कि बडी डाइनामिक्स कसरी वर्क गर्छ भनेर होइन बडी पोजिसन मिलाउनु पर्छ भनेर केही थाहा थिएन म जहिले स्क्वाट गर्दा त्यो 100 किलो स्क्वाट गर्दाखेरि मेरो त्यो नी हुन्छ नि दुख्ने क्या इन्टेन्स नी पेन हुने क्या मैले कति ट्राई गरेँ क्या सबै नेटतिर हेर्न थालेँ अलिकति वार्मअप नपुग्यो अरे के नपुग्यो अरे भनेर गर्न थालेन ऱ्यान्डमली एउटा 2-3 सब्सक्राइबर भएको एउटा युट्युबमा भिडियो हेरेर थिएँ त्यसले भन्दै क्या जस्ट गेट रिड अफ द सुज म्यान भने होइन घर सुज पुगाएर हालेर सो मैले अहिलेसम्म भन्दाखेरि मेरो एक्सर्साइज त अलिक त राम्रो छ पहिला सेलेक्सन पहिला भन्दा त तर माई होल थिङ वाज लाइक ट्रायल एन्ड एरर ओभर टाइम लाइक धेरै ट्रायल गरेँ धेरै एरर आयो धेरै पेन पनि भयो बढेन होइन बट over time keep on learning new things rather than like personal trainer भएको म डाइरेक्टली इन्फर्मेसन भन्दै थियो I won't understand anything and now I understand like त्यो एक्सर्साइज किन गर्नु हुँदैन त्यो एक्सर्साइज किन गर्नुहुन्छ त्यसले कुन चाहिँ मसल हिट गरेर त्यसले कसरी राम्रो काम गरेर now I have like better information ठिक छ त्यो एक्सपिरियन्सबाट गऱ्यो नि त सबै त्यो ज्ञान हजुर ओके द्याट्स रियली गुड अनि भनेपछि तिम्रो 1 वर्षमा यु स्टार्टेड लाइक 100 किलो पुग्यो हजुर अनि अहिले कति छौ अहिले म अहिले 100 छु तर मेरो म्याक्सिमम वेट भने चाहिँ 110 त्यो कति वर्ष अगाडि कि it was like 1 year ago मैले 1 year मा 10 किलो लुज गरेँ so you're losing like only fat and muscle mass maintain गरेर muscle mass maintenance हजुर so I'm taking like a slow you know I want to get to like 10% or single digit body fat and I want to hop on a stage one time natural तपाईँ होला एक दिन अस्ति भन्दै यो वर्ष जान्छु अनि अथवा नेक्स्ट इयर अब के अरे स्टेजमा जान्छु होला त्यो वाट्स योर प्लान फर द्याट के छ प्लान नै त्यही छ अब हेरौँ अब कस्तो हुन्छ होइन अब नर्मल चाहिँ स्टेज रेडी हुनु पर्यो त्यतिखेर सभियरली डिहाइड्रेटेड आफूलाई लिन चाहिँ गर्दिनँ कि जसले मेरो हेल्थलाई ट्याङ्क गरोस् होइन सकेसम्म बेसी जस्तो सकेन भने दाँत देखाएर मात्र आउँछ के छ होइन त्यही त भनेर ट्राई गर्ने बाल्यो भने अब जे हुन्छ ट्राई गर्नु डिसेन्ट साइज छँदैछ प्रब्लम अनि अब 5 वर्षपछि चाहिँ अहिले तिमी 100 किलो छ यु हेभ अल द नलेज होइन अहिले तिम्रो एक्सर्साइज कस्तो छ तिम्रो त्यो जिमको रुटिन भन हजुर अहिलेको एक्सर्साइज मेरो कम्पेयर टु लाइक प्रिभियस नाइट एन्ड डेको डिफरेन्स छ क्या नाउ डेज माई एक्सर्साइज मोर लाइक थट आउट अन्त मोर प्लान्ड के जसमा मैले अननेसेसरी मुभमेन्टहरू केही पनि छैन जस्ट लाइक 5 days a week जान्छु अनि त्यसपछि 2 दिन बिदा भइगयो अनि त्यसमा के छ मेरो चाहिँ अनि बिचमा कट राख्छ बिचमा ग्याप राख्छ क्या रादर देन 2 consecutive days अफ हुनु सट्टा बिचमा ग्याप राख्छ क्या जस्तै अब मैले भन्दाखेरि मन्डे डे अफ भयो ट्युसडे गऱ्यो चेस्ट र ब्याक अनि त्यसपछि वेन्सडे गऱ्यो लेग्स त्यसपछि डे अफ होइन अनि त्यसपछि गऱ्यो सोल्डर अनि त्यसपछि अन्त एब्स अनि त्यसपछि फुल बडी त्यसरी गर्दै सर्कुलेट गरेर चाहिँ एउटा 5 days रुटिन होइन त्यो गर्नु र त्यो ब्रो स्प्लिट गर्छ नि यो वान मसल एट अ टाइम त्यसमा कस्तो के डिफ्रेन्ट हुन्छ डिफ्रेन्स चाहिँ के छ भने मान्छेहरूले अब यस्तो नयाँ रिसर्च आउँछ इट्स अल एबाउट रिसर्च होइन अब ह्युमन बडी कसरी प्रेडिक्ट गर्छ भने कतिवटा टेस्ट सब्जेक्ट छ भने उनीहरूले रिसर्च गर्छन् के रहेछ भने तपाईँको मसल ग्रुपलाई होइन रिकभर हुनलाई जस्ट 48 आवर्स मात्र लाग्दो रहेछ 48 आवर्स भने जस्तै सोच्नु न तपाईँले बाइसेप मन्डे गर्नुभयो भने तपाईँ अर्को बाइसेप गर्नु अब एनदर विक हुनुपर्छ That's like 5-6 days. तपाईँको बडीलाई रिकभर हुन 2 days लाग्छ भनेपछि तपाईँ 4 डेको वेस्टेज पोटेन्सियल होइन त्यो होइन तपाईँको बडीलाई 4 दिन अझै एक्स्ट्रा थियो त्यो बाइसेप ग्रो हुनलाई त्यही भएर चाहिँ एभ्री टाइम मसललाई ट्वाइस अ विक ट्रेन गरौँ जसले गर्दा तपाईँको म्याक्सिमम ग्रोथ चान्स बढी हुन्छ भनेर त्यही भएर ब्लो स्प्लिट लाइक नो वेट डज द I used to do that as I was an idiot. खासै नलेज थिएन नि त अहिले चाहिँ अन्त मेरो चाहिँ ब्लो स्प्लिट छैन अहिले चाहिँ मैले मेरो कुनै पनि अहिले त्यो मार्केटमा अहिले छ नि ट्रेन्डिङ कुनै वर्कआउटहरू त्यो कुनै पनि छैन क्या मेरो चाहिँ आफै सेल्फ मेडवाला छ क्या जसले मेरो बडीलाई चाहिँ फेभर गर्ने टाइपको हुन्छ त्यस्तो चाहिँ बनाएको छु ओके अनि तिम्रो डाइट कस्तो छ अहिले चाहिँ डाइट त म पहिला कस्तो थियो अहिले कस्तो थियो दुइटै भन्नु न पहिला त अब मासु खान्थेँ होइन बेसिकली सबै बोइल फुडै खान्थेँ टेस्टको लागि चाहिँ मैले कहिले खाइनँ होइन जस्तो प्रोटिन पाउडर दुध ओट्स होइन ओट्स त्यति थियो मेरो फर्स्टमा चाहिँ प्रोटिन पाउडर दुध ओट्स त्यसपछि त्यतिखेर म राइस खाँदैन थिएँ त्यतिखेर राइस खाँदैन थिएँ त्यतिखेर चिकन ब्रेस्ट अब त्यो स्लाइस दिन्छ नि त्यो 7-8वटा स्लाइस लिख्थेँ वान इच एक दिनको लागि भने 7 दिनलाई पुग्ने त्यसरी लिख्थेँ स्लाइस लिख्थेँ अनि त्यसपछि त्यसमा चाहिँ अन्त
चिकन ब्रेस्ट त्यसपछि किनुवाहरू ब्रोकोली चाहिँ कहिल्यै छुटेन खाने ब्रोकोली त्यसपछि स्विट पोटेटोहरू हुन्छ हो त्यो मिक्स गरेँ त्यति that's it. Okay. Nowadays I'm a vegetarian now, which was amazing transition. त्यही हो आजकल चाहिँ मेरो के छ सेम फुड अलमोस्ट सेम छ होइन जस्तै अब फर इक्जाम्पल म दुध ओट्स अनि त्यहाँबाट प्रोटिन पाउडर अहिले स्टिल खान्छु तर त्यसमा चाहिँ आजकल फ्रुट्सहरू युज गर्छु क्या जस्तै फ्रोजन म्याङ्गो बेरिज बनाना एभोकाडोहरू होइन सेकेन्ड मिल भनेको चाहिँ लेन्टल्स ब्राउन राइस सैट्यान अनि त्यसपछि अर्को भेजिटेबल फेरि मिक्स्ड भेजिटेबल ब्रोकोली स्टिल ब्रोकोली अहिले पनि छ होइन द्याट्स इट Okay, you just change के अरे चिकन चाहिँ चेन्ज गरेर चिकन त मासु चाहिँ खाँदैन भेजिटेरियन नै खाएको छ अब त्यो सैटान भने होइन त्यसमा म एकछिनमा आउँछु त्योभन्दा पहिला चाहिँ आई वान्ट टु आस्क यु अबाउट सो त्यो राइसको एउटा खानाको के एउटा छ नि त मान्छेमा के अरे भात खायो भने चाहिँ बढी लाग्छ भन्ने होला कि त्यो चाहिँ के छ त्यो चाहिँ अब यस्तो त्यो मान्छेको त्यो आफ्नो के अरे त्यो आफै सोच्या कि साइन्टिफिकली प्रुभन छ कि के छ त्यस्तो साइन्टिफिकली प्रुभन भन्दा लाइक पुल लाग्ने होइन कि पेट लाग्ने बढी लाग्ने होइन कि हाम्रो नेपाली थिङ्किङै गलत छ क्या हाम्रो चाहिँ के छ भने टन्न भाषा डगराउमा सुत्यो प्रब्लम त्यो छ क्या अब जस्तै अब पहिला जमानामा ठिक थियो भात खान्थ्यो खेतमा काम गर्न जान्थ्यो त्यहाँदेखि एनर्जी ब्यालेन्स आउट हुन्थ्यो जस्तै धेरै खायो धेरै नै युज गरेर खायो नि त पर्फेक्ट नाउडेज टन्न खायो डगराउमा सुत्यो क्या त्यो एनर्जी कहाँ युज भएन नि त जस्तै फर इक्जाम्पल हाम्रो नेपालले क्यालोरिज ट्र्याक गर्दैन होइन कति खाएर खायो भनेर होइन सो यु डोन्ट नो हाउ मच यु इटिङ सो तपाईँको भुँडी लागेर चाहिँ यो इटिङ मोर देन वाट यु निडेड सो द्याट्स वाइ गेटिङ फ्याट भुँडी लागेको कारण त्यही हो अर्को कारण ब्यालेन्स पनि हुँदैन नि त ब्यालेन्स चाहिँ के खाना यति धेरै हुन्छ तरकारी अथवा प्रोटिनको सोर्स चाहिँ कम हुन्छ त्यतिखेर म्याक्सिमम हाम्रोमा त अब डेली त मासु खाँदैन नि त मासु अन्डाहरू जो अकेजनहरू हुनुपर्छ होइन मासु अन्डा खानलाई त्यतिखेर प्रोटिन पनि कम हुन्थ्यो अनि एउटा कुरो चाहिँ नेपालको के थियो भने घरतिर गाउँतिर बस्ने मान्छेहरू के थियो भने एभ्री विक साग तरकारीहरू चेन्ज भइरहन्थ्यो नि त विच इज गुड भेराइटी चाहिँ आइरहेको थियो क्या मिनरल्सहरू माइक्रोन्युट्रियन्सहरू गुड होइन तर प्रोटिन इन्टेकहरू चाहिँ हाई थिएन क्या किनकि अब म चाहिँ अब गाउँमा हुर्केँ म त दुध दही त म मजाले खान्थेँ होइन त्यही भएर हाउस मलाई केही प्रब्लम थिएन होइन प्रोटिन पाउन किन दुध त टन्न खान्थेँ म यत्रो ठुलो ग्लास लिएर बस्थेँ दुधको रमा भैँसीको दुध हुन्थ्यो होइन मिठो लाग्थ्यो खानलाई पनि मजाले खान्थेँ म त्यही नै हो तर हाम्रोमा चाहिँ के थियो भने खासै भेराइटी र अनि त्यसपछि त्यो प्रोटिन कन्सन्ट्रेसन हुन्छ नि त्यो चाहिँ ल्याक छ क्या स्टिल अहिले पनि त्यही छ म ड्याडी मम्मीहरूलाई भन्न ट्राई गर्छु होइन म त्यो अलिकति हाई इन्टेक प्रोटिन म बाटोमा हिँड्नुभन्दा तर सक्नुहुन्न अब नानीदेखि लाग्यो बानी त हुन्छ सबै it's okay to eat rice as long as you're tracking the calories चाहिँ कम भयो doesn't matter right यस्तो छ नि के भने अब हाम्रो अब साइन्सलाई कोट गरौँ होइन ल थर्मोडाइनेमिक्स जति एनर्जी हाल्छ त्यति धेरै आउटपुटमा आउँछ नि होइन तपाईँले थोरै एनर्जी हालेर धेरै एनर्जी निस्किँदैन नि सो हाम्रो बडी पनि एउटा ओपन सिस्टम हो क्लोज सिस्टम होइन बाहिरबाट एनर्जी आउनुपर्छ अनि युज गरेर नि जान्छ होइन त्यसरी अन्त क्लोज सिस्टम बडीभित्रै सर्कुलेट त हुँदैन के छ भने जस्तै अब फर इक्जाम्पल तपाईँलाई केही नचाहिने सबै नचाहिने कुरा खानु पऱ्यो होइन जस्तै चक्लेट अनि त्यसपछि तपाईँले अब लालमोहन गुलाब जामुनहरू यस्तो यस्तो खानु पऱ्यो होइन यदि तपाईँ अन्डर क्यालोरिज हुनुहुन्छ भने स्टिल गर्न लुज वेट के सो इट डजन्ट म्याटर मान्छेहरू प्रब्लम के छ भने खान्छन् टन्न तर क्यालोरिज भन्दा एक्सिड गयो क्या अनि नाउ यु स्टार्टिङ एडिङ फ्याट फास्ट क्वालिटी नै नराम्रो छ नि त तर तपाईँले अब यस्तो मैले भन्नु अहिले जे भने त्यही खानु भयो भने तर तपाईँले अन्डरमा खानु भयो भने होइन तपाईँको मेन्टेनेन्स कम छ भने स्टिल गर्न लुज बडी फ्याट बट द्याट डजन्ट गर्न डु एनिथिङ टु यर बडी किनकि त्यो क्यालोरिज काउन्टै भएन क्या तपाईँ ज्यानमा एड हुन पाएन क्या त्यही भएर इट्स बेटर सो मान्छेले चाहिँ त्यसो सोच्नु पर्छ जस्तै म क्यालोरी डेफिसिटमा छ होइन म मजाले कहिले कहिले पिज्जा खान्छु होइन कहिले कहिले त गुलियो खाइरहेको हुन्छ किनकि इट डजन्ट म्याटर टु मी सो आम स्टिल गर्न लुज वेट बिकज आम अन क्यालोरी डेफिसिट अनि मलाई यस्तो लाग्छ एज लङ एज युर कन्सिस्टेन्ट एन्ड डिसिप्लिन त्यो कहिले काहीँ महिनामा एकचोटि ट्रिट गर्नु ठिक छ त्यस्तो प्रब्लम चाहिँ केही छैन त्यसमा तर यतिसम्म चाहिँ ट्रिट गर्नु भएन कि त्यसले चाहिँ अनि तपाईँको त्यो त्यही खानेकुरा नै फुलफिलिङ हुन थाल्योस् कि जस्तै तपाईँले गुलाब जामुनले मजाले पेट भरिएर खानु भएन होइन त्यही हो प्रब्लम चाहिँ त्यो छ क्या हाम्रोमा सो वाट्स द बेस्ट एउटा बेस्ट डाइट फर अ बडी बिल्डर फर अ बिगिनर होइन जो चाहिँ body builder भन्दा for everyone कि एउटा बेस्ट डाइट wants to build muscle everyone लाई चाहिँ मसल भनेको
सबैलाई चाहिन्छ तपाईँको होइन तपाईँ बुढो हुनुभयो होइन के हुनु तपाईँलाई त्यो मसल चाहिने हो क्या त्यो बसेर ठाउँबाट उठ्नलाई द्याट्स वाट यु निड स्ट्रेन्थ आउँछ मसलबाट मात्रै जति धेरै तपाईँको मसल डेन्स र मसल मास छ नि त्यति धेरै बेस्ट हो जस्तै फर इक्जाम्पल तपाईँ 30 इयर्स ओल्डभन्दा माथि जानुभयो भने नाउ स्टार्ट लुजिङ मसल अब एट्रोफी हुन थाल्छ नि त एजिङ हुन थाल्यो होइन तपाईँ अन्डर 30 हुनुहुन्छ तपाईँको हर्मोन लेभल टप नचमा छ है तपाईँको हर्मोन लेभल सब टपमा छ त्यही भएर तपाईँको बडीको रनिङ गरेर जान्छ होइन तर बिस्तारै घट्न थाल्छ हर्मोन लेभल सबै तल झरेछ अनि त्यतिखेर डायट प्ले गर्न थाल्छ है अनि तपाईँको मसल मासहरू घट्न थाल्ने टेस्टोस्टेरोन लेभल ड्रप हुन थाल्छ स्पेसली फिमेलमा झन् धेरै लो हुन्छ होइन मसल मास मेन्टेन गर्न इन्सेनली गाह्रो हुन्छ त्यस्तो बेलामा चाहिँ डायट इज द मोस्ट इम्पोर्टेन्ट थिङ सो एभ्री वान सुड डजन्ट म्याटर तपाईँ भेजिटेरियन हुनुहुन्छ भिगन हुनुहुन्छ या मिट इटर हुनुहुन्छ कार्निभोर डजन्ट म्याटर प्रोटिन इन्टेक इज अ मस्ट प्रोटिन भनेको प्राइमेरी इन्ग्रिडियन्ट्स फर बिल्डिङ मसल प्रोटिन गुड प्रोटिन क्वालिटी जस्तो जहाँबाट आउने प्रोटिन भने गुड क्वालिटी प्रोटिन म्याटर्स होइन त्यसपछि तपाईँ कार्ब्स मान्छेले खान छोड्छ त्यो धेरै मोटो छ होइन कार्ब्स आर गुड कार्ब्स आर यु फ्रेन्ड म्यान इट्स एनर्जी होइन त्यसपछि हेल्दी फ्याटहरू फ्याट भन्दा टन्न त्यो खाने होइन कि जस्तै एभोकाडोहरू घिउ खाँदा राम्रो हो बेस्ट इट्स गुड तर हेल्दी हो प्रोसेस फुडहरू अभोइड गर्नु एज मजा एज क्या इट्स नट गुड कोलेस्ट्रोल लेभललाई धेरै ब्याड छ प्रोसेस फुडहरू सो या सो बेस मैले खा जस्तो खानुपर्छ भन्ने जरुरत छैन तपाईँले टेस्टी प्यालेटेबल बनाउनुपर्छ बनाउनुहोस् होइन केही प्रब्लम छ बट यु निड टु ट्र्याक वाट यु इटिङ होइन तपाईँलाई मेन्टेनेन्समा खानु मन छ ल सोच्नु तपाईँ 6'1" हुनुहुन्छ होइन तपाईँको मेन्टेनेन्स क्यालोरिज अब कति वेट हुन्छ तपाईँ अहिले म 90 किलो 91 तपाईँको 3500 होला है बेसिक मेन्टेनेन्स क्यालोरिज होइन अब तपाईँले त्यत्तिकै लेभल तपाईँले अब प्रोटिन मेन्टेन तपाईँको बडी फ्याट बडी आउँछ चाहिने प्रोटिन खाइरहनु भएको होइन त्यसपछि तपाईँको सेम क्यालोरिज मेन्टेनेन्स क्यालोरिज खानु द्याट्स पर्फेक्टली फाइन तपाईँले हेल्दी हुनुहुन्छ तपाईँको मसल मास मेन्टेन भइरहन्छ केही प्रब्लम भएन होइन तपाईँलाई वेट बढाउनु मन छ त्योभन्दा हल्का बढी खानु तर सेम एमाउन्ट अफ प्रोटिनहरू अलिकति हल्का बढाउनु पऱ्यो होइन किन मसल एड गर्दै हुनुहुन्छ होइन सेम नथिङ डिफरेन्स सेम तपाईँलाई कम खानु मन छ कम क्यालोरिज खानुहोस् मेन्टेनेन्सभन्दा तल बस्नु होइन अलवेज चाहिँ क्यालोरिज चाहिँ ट्र्याक हुनु पऱ्यो भन्नाले अब एभ्री डे ट्र्याक गर्नु भन्ने जरुरत छैन गर्नु 1 महिना जति गर्नु बानी पर्छ यु डोन्ट ह्याभ टु ट्र्याक इट एनिमोर अनि त्यो क्यालोरी ट्र्याक चाहिँ कसरी गर्ने त्यो केही एपहरू हुन्छ के छ त्यो भन्नु एप पनि छ तर तपाईँ आफैले पनि गर्न सक्नुहुन्छ त्यो प्रत्येक प्रडक्टको पछाडि लेखेको हुन्छ नि 100 ग्राममा यति क्यालोरिज भनेर यति न्युट्रिसन भनेर त्यो सबै क्यालकुलेट गर्नु तपाईँले हेर्नु त्यो 200 ग्राम खानुमा 200 ग्राममा त्यो कति 100मा कति थियो भने जस्ट बेसिक म्याथ हो नि त्यहाँ होइन सबै भिन्दै प्रडक्ट फुडको त्यसरी ट्र्याक गर्नु डिफ्रेन्ट लाइन बनाउनु लास्टमा सबैलाई एड गर्नु प्रत्येक कति क्यालोरिज आयो कति कहाँबाट कति प्रोटिन आयो सबै ल्याएर एट द एन्ड अफ द यु गेट द फुल सुरुमा चाहिँ जोखेर खानु पर्यो त्यो चाहिँ थाहा हुनुपर्छ क्या अन्न धुन्नले चाहिँ कहिले हुनु अब तपाईँलाई मैले तपाईँलाई भनेर ल वीरेन्द्र दाइ तपाईँ अब दिमागमा ट्रिपल डिजिट मल्टिप्लाई गर्नु भने सक्नुहुन्छ सकिँदैन सो एस्टिमेट त सकिन्छ नि होइन यस्तो गर्दा एस्टिमेट सक्नुहुन्छ नि होइन तर त्यसलाई लेखेर गर्दाखेरि तपाईँ कति क्लियर हुनुहुन्छ एक्ज्याक्ट भ्यालु आउँछ सेम थिङ ट्र्याक इट अनि 1 महिनासम्म ट्र्याक गर्नु अनि त्यसपछि वेट हेर्नु मेरो वेट बढिरह्यो घटिरह्यो यदि बढिरह्यो भने तपाईँलाई घटेर मन छ तपाईँ बढिरह्यो भने तपाईँ धेरै क्यालोरी खानुभयो अब कमाउनु बिस्तारै फेरि ट्र्याक गर्दै जानु आफ्नो बडी वेट घटिरह्यो गुड इट्स वर्किङ अनि सो इफ यु वान सजेस्ट अब कसैलाई ल त्यो ट्र्याक गर्नु मन लागेन होइन डजन्ट वान त्यो पछाडि हेरेर कुनै एउटा राम्रो केही छ त्यो गर्नको जसले चाहिँ अटोमेटिक जस्तो मैले यति खाएँ भनेर हालेपछि मार्केटमा छ प्ले स्टोर एप स्टोरमा जुनै एप त्यो क्यालोरिज ट्र्याकर एपहरू डाउनलोड गरौँ बेसिकली त्यसले बारकोड स्क्यान गर भन्छ बारकोड स्क्यान गरौँ कति ग्राम खानुमा त्यो स्केलमा हेर्नु त्यो नम्बर हाल्नु बेसिकली त्यसले ट्र्याक गर्छ मस्तले ओके हजुर सो एउटा क्वेसन चाहिँ मलाई यस्तो सोध्नु मलाई सो आम अ कम्प्लिट बिगिनर होइन लेट्स कन्सिडर म अहिलेसम्म जिम पनि गएको छैन सो मैले फर्स्ट टाइम जिम जोइन गरेँ सो क्यान यु गिभ मी लाइक अ ट्रेनिङ प्लान जस्तै कि एउटा ट्रेनिङ प्लान कस्तो गर्दा ठिक हुन्छ र अनि के खाँदा चाहिँ ठिक हुन्छ खाने त भन्यो होइन बट एउटा ट्रेनिङ प्लान चाहिँ कसरी गर्दा चाहिँ आम गन बी एट यर लेभल के अब यो चाहिँ इट्स लाइक दिस डिफ्रेन्ट डिपेन्ड्स तपाईँ बिगिनर एज अ वेट लस गर्दै हुनुहुन्छ बिगिनर एज अ मसल बिल्ड गर्दै हुनुहुन्छ I'm a lean guy. I want to build muscle. Okay, cool. That's fine. The lean guy muscle build गर्न गाह्रो छैन. Just eat more food, eat more calories, and
डोन्ट गो ओभरबोर्ड लेट्स से तपाईँलाई 3500 चाहिन्छ होइन तपाईँलाई बडी वेट मेन्टेन अब हप्ताको 1 किलो गेन गर्नु पऱ्यो होइन सो 3500 क्यालोरी चाहिन्छ एक्स्ट्रा 1 kg मसल एड गर्न या मास एड गर्न होइन तपाईँले त्यसरी विकमा क्यालकुलेट गर्नु होइन ल मैले यति खानुपर्छ यति बडी खानुपर्छ भने कन्सिस्टेन्ट एमाउन्टमा अन पोइन्ट ट्र्याक गर्नु होइन त्यो तपाईँ एभ्रिथिङ अन द बुक तपाईँले गरेको तपाईँ कन्सिस्टेन्ट हुनुहुन्छ यु डोन्ट लाई डोन्ट चिट तपाईँले गर्नु यु विल सी 1 किलो गेन इन 1 विक होइन त्यसरी गर्ने अब तपाईँलाई मसल बनाउनु छ होइन यो प्रोटिन हेज टु बी हायर तपाईँको बडी वेटलाई प्रोटिन कति चाहिन्छ भने यु क्यान गुगल इजिली होइन त बडी वेटलाई कतिको क्यालोरी प्रोटिन चाहिन्छ हेर्नु त्यो प्रोटिन अन्त पत्ता लगाउनु होइन अनि त्यो प्रोटिन खानु त्यति प्रोटिन इन्टेक हुनु पऱ्यो ज्यानमा सो यस्तो हो क्या तपाईँ बडीलाई इट डजन्ट म्याटर होइन तपाईँ बडीलाई इट डजन्ट म्याटर कि वेयर यु गेट द फुड फ्रम होइन एज लङ इट्स गुड प्रोटिन गुड that's all you need so for example beginner मान्छेहरुले भन्छ मलाई कुन चाहिँ एक्सरसाइज गर्नुपर्छ यो भन्छ you don't have to do like crazy amount of different exercises every week म के भन्छु भने म बिगिनरहरु छ भने के भन्छु नि मैले जुन मिस्टेक गरे म त्यो अभोइड गर्न चाहनुहुन्छ नि go to gym try every single machine in there for like a whole month and remember every जुन आज arms को जुन machine छ सब ट्राई गर्नु जुन एक्सरसाइज सब ट्राई गर्नु हैन now understand which exercise hits your muscle the best तपाईको माइन्ड मसल कनेक्सन कुन चाहिँ एक्सरसाइजमा चाहिँ बेस्ट फिल भइरहेको हैन त्यो एक्सरसाइज नोट गर्नु के त्यसमा आर्म्स दिमा तपाईले दुईटा एक्सरसाइज मसल फिल गर्नु त्यो दुईटा आर्म्सलाई साइडमा राख्नु हैन that's the one you want rest of them फाल्दिनु सेम ब्याकमा पनि त्यही गर्दा सबै एक्सरसाइज ट्राई गर्नु मेसे उसको जिमको सबै एभ्रिथिङ ट्राई नाउ at the end of the month now तपाईँ कुन एक्सरसाइज बेस्ट छ भने थाहा हुन्छ हैन ब्याकको लागि यो बेस्ट रहेछ चेस्टको लागि छ लेग्सको लागि यो छ सोल्डरको लागि छ हैन नाउ ओन्ली डु दोज विथ प्रोग्रेसिभ ओभरलोड द्याट्स इट किन मान्छेहरुले चाहिँ धेरै अब यस्तो छ क्या हाम्रो फिटनेस इम्प्लोइमा चाहिँ के छ भने पर्सनल ट्रेनरबाट जानुभयो भने पर्सनल ट्रेनरहरूले तपाईँलाई फुल इन्फर्मेसन दिँदैन किन दे वान्ट टु रिटेन मोर लाइक what do you call it clients so that's their cash flow same with the influencer they want to sell you diet all of they want to make money that's everyone want to make money so you're just it's just a bank card for them credit card for them so yeah if you want to like say real serious about it you have to do your own research a bit आफ्नो ज्यानको लागि रिसर्च गर्ने कसको लागि गर्छौ हैन हजुर आफ्नो बडीको लागि हैन त्यति लेभलको अल्छी त हुनु भएन हैन आई टु अन्डरस्ट्यान्ड वन थिङ म चाहिँ के भन्छु नि त्यही भएर कसैले भने फलो गर्नु पर्दैन जस्ट पिक द एक्सरसाइज यु लाइक द मोस्ट अनि युट्युब फ्री नलेज छ हो युट्युबमा जाने तपाईँले जुन एक्सरसाइज गर्नु भएको नि त्यो एक्सरसाइज गरेर युट्युबमा हान्ने कसरी गरेर हानेर अनि तपाईँको आफ्नो भिडियो बनाउनु ट्र्याक तपाईँको फर्म र त्यसको फर्म कस्तो छ तपाईँलाई कहीँ पेन भयो भने किन भयो के कारणले भयो तपाईँको फर्म कहाँ बिग्रियो सो अल दे ओके अनि अब चाहिँ रिसेन्टली यु टर्न इन्टु भेजिटेरियन है हजुर अनि भेजिटेरियन र मासु खानेमा चाहिँ व्हाट डिफरेन्स डिड यु फाइन्ड लाइक आई डिडन्ट एक्चुअली फाइन्ड एनी डिफरेन्स यस्तो छ क्या मान्छेहरू के भन्छ मासुको लागि प्रोटिनको लागि खान्छन् त होइन बट फर यर बडी इट डजन्ट म्याटर प्रोटिन इज अ प्रोटिन कहाँबाट आउँछ केही मतलब भएन नि त एज लङ एज फुल कम्प्लिट प्रोटिन द्याट्स अल इट म्याटर टु यर बडी होइन त तपाईँ आफै सोच्नु भने होइन त तपाईँ गाडी चलाउनुहुन्छ होइन डजन्ट म्याटर विच गाडी चलाउनुहुन्छ होइन स्टिल राइट ओन्ली निड त्यही त अब डिफ्रेन्ट सेम थिङ हो क्या तपाईँलाई अब प्रोटिन अब तपाईँलाई भेजिटेरियनबाट प्रोटिन या गिभन आई अन्डरस्ट्यान्ड तपाईँले धेरै भेराइटी खानुपर्छ किनकि सबै कम्प्लिट प्रोटिन हुँदैन होइन कम्प्लिट प्रोटिन भनेको चाहिँ 9वटा अमिनो एसिड भयो भने 1 कम्प्लिट प्रोटिन हुन्छ होइन अब तपाईँले त्यो तपाईँको ज्यानले त्यो बडी बनाउँदैन त्यो तपाईँको बडीले त्यो प्रोटिन बनाउँदैन होइन त्यही भएर यु हेभ टु लाइक गेट इट फ्रम आउटसाइड त्यही भएर ओपन सिस्टम भन्छ नि हाम्रो ह्युमन बडी त्यही कारणले हो कि सो यु कान्ट मेक अन यर ओन बडी सो यु गेट इट फ्रम आउटसाइड सो यु गेट दि कम्प्लिट प्रोटिन वाट यर बडी निड्स तपाईँ डजन्ट म्याटर वेयर यु गेट फ्रम भेजिटेरियन अर दि मिट इटिङ मिट सेम एट द एन्ड अफ दिस प्रोटिन इज प्रोटिन तिमीले अहिले चाहिँ त्यो मिटको अल्टरनेटिभ चाहिँ सैटान खाइरहेको छ भने हजुर सो त्यसमा त्यो मासु जतिकै हुन्छ प्रोटिनहरू क्यालोरीहरू के छ त्यसमा हजुर त्यो अब के छ भने अब मलाई चाहिँ मेरो क्यालोरिज मेन्टेन हेर्नु पर्ने त कति छ भनेर मैले चाहिँ के गर्छु भने अल पर्पज फ्लावर छ नि त्यो लेख्छु होइन विच इज लाइक प्रिटी गुड अल पर्पज फ्लावर लेख्यो जसमा 2 किलोमा 200 ग्राम प्रोटिन हुन्छ होइन आई जस्ट वास गेट द लेट्स से म सैटान बन्ने प्रोसेसमा
10% 20% लस भयो अरे हैन 200 कति 200 ग्रामको 20% कति 1 कति 40 ग्राम्स 30 ग्राम्स 40 grams जस्तो 200 minus 40 गर्दैन 160 ग्राम प्रोटिन लेफ्ट इन द ट्याङ्क त्यसो माथि म अरू पनि खान्छु जस्तै दुईटा स्कुप प्रोटिन हुन्छ दुधबाट आउँछ सबैबाट आउँछ सो हामी इजिली गेटिङ लाइक 200 grams of protein without any meat. without any meat. Yeah, that's really Yeah, that's what my body needs. किनभने the only reason I started eating meat is त्यही भएर के मैले पहिला थाहा थिएन नि त म भेजिटेरियन थिएँ नेपालबाट and I didn't have much protein source. And त्यसपछि I started eating meat अनि त्यही भएर खाँदै भने you can get enough protein from being vegetarian. You can get more than enough. More than enough. हजुर. Okay. सैटान चाहिँ तिमीले आफै बनाउँछ हैन? हजुर. Expensive छ मार्केटमा चाहिँ हैन. It's quite expensive, so you make it at home and it's not processed anything. It's just a home. It's a pure protein. It's easier to make as well. Okay. Do you want to explain it? कसरी बनाइन्छ? So सैटान बनाउने प्रोसेस पनि धेरै इजी छ हैन. मैले पनि धेरै रिसर्च गरेर बुझेर बनाएको हैन. जस्तै फर एक्जाम्पल तपाईं 200 grams को फ्लावर लिनु हैन, प्लेन फ्लावर. You just make a dough out of it. हाम्रो त्यो डल्लो बनाउँछ नि नेपालमा के त्यो बनाउँदैन. र यसमा चाहिँ कुल थिङ के छ, you need to wash that all the starch. So सानो पानी खोल्नु हैन, मस्तले त्यो सेटानलाई माडिरहनु के मस्तले सफा गरेर हैन. अनि त्यो सफा गर्दा त्यो सेतो पार्ट गइरहन्छ के तपाईको. सेतो पार्ट गइरहेपछि त्यो जुन बाँकी रहेछ चकचक पार्ट हुन्छ के यत्रो गुई जस्तो त्यो बाँकी त्यसलाई चाहिँ सेटान हो. And that's it, done. जबसम्म त्यो पानी तपाईको सेतो हुन छोड्दैन नि तबसम्म माजिरहनु. And that's after that you got a pure seitan like this dough which has like 200 grams of calories in it. So it's pretty easy. It's easy. 10-15 मिनट भन्छ. 1 किलो आटामा चाहिँ कति ग्राम जस्तो सैटान बन्छ? जस्तै त्यो चाहिँ हेरेर हुन्छ तपाईको प्रोसेस कतिको छ भने तपाईले कतिको राम्रोसँग निट गर्नु त्यो डो हुन्छ नि कति राम्रोसँग बनाउनु हुन्छ भने त्यसमा भर पर्छ. ओके. जस्तै त मैले चाहिँ पुरा ठोस टाइपको बनाउँछु धेरै गिलो भने बगेर जान्छ त सबै. त्यही भएर जतिसम्म त्यो टास्या हुन्छ मजाले खडकता रह्यो त्यही नै बेस्ट हो है. जस्तै अब मैले 200 ग्रामको 2 किलो फ्लावरको मेरो 500 ग्राम चाहिँ सैटान आउँछ. But it doesn't. मार्केटमा भन्छ सैटानमा 100 ग्राममा कतै 75 grams of protein हुन्छ. That depends. If it's really concentrated, then yeah. But 200 ग्रामको प्रोटिन छ अरे मेरो फ्लावरबाट निस्केको त्यसमा 75 ग्राम पर ग्राम भन्छ. It's insane higher than what it used to be. So त्यो त हुँदैन नि त. So it's pretty cheap as well. Yeah, it's pretty cheap, like $2. $2 per kilo. Okay, $2 for 2 kilos. मेरो पहिला चिकन मेरो चिकन खाने कम्पेयरमा मेरो धेरै पैसा बाँचेको. It's pretty good. You're saving a lot of money and you're getting all of that protein as well. Okay, ठिक छ. अनि सोध्नु पर्दा चाहिँ so you turn into a vegetarian. त्यसको रिजन चाहिँ के थियो त्यो भेजिटेरियन हुनु चाहिँ? रिलिजियस रिजन. म रिलिजियस मान्छे हो. म चाहिँ के छ भने के कुरा गरे चाहिँ अहिले 100% गर्नुपर्छ क्या के लागेपछि होइन कि त हाफ अब म चाहिँ के अरे अब जनै लाउने मान्छे होइन कहाँ गयो कहाँ देखेँ जनै लाउँछ होइन जनै लाउने मान्छे अनि यस्तो मिट खाएर होइन यो त अलिकति देखावटी जस्तो भयो क्या मलाई मनबाट त्यस्तो लागिरहेको थियो. मैले पहिलेबाट धेरै रिप्लेसमेन्ट खोजिरहेको थिएँ मैले भेटेको थिइनँ. त्यो भनेको मेरो अज्ञान थियो होइन. नाउडेज आई हेभ नलेज कि मलाई थाहा छ कि यो कारणले हो यसरी चाहिँ मैले सेम पाउँछु भने म किन स्वादको लागि त खाने भनेर होइन. हाम्रो धर्ममै त्यही छ नि त अहिंसावादी भनेर भन्नुपर्छ भने. सो आई प्रिफर भेजिटेरियन. मलाई केही प्रब्लम छैन त्यसमा. मलाई मिट खाने मान्छेहरूमा केही प्रब्लम छैन होइन. टु वाट यु वान्ट टु. तर यो यतापट्टि चाहिँ भगवान मान्ने यतापट्टि चाहिँ मासु खाने त्यो चाहिँ हुनु भयो भने you can only be one at a time. You can't be both. Okay. अनि कति भयो भेजिटेरियन भएको? 2-3 months. 2-3 months. How is going? Like, it's going pretty good. I don't feel like any deep of मेरो एनर्जी कहीँ घटे जस्तो फिल हुँदैन. मेरो कुनै लिफ्टमा मेरो स्ट्रेन्थ बढिरहेको छ होइन. खासै मेरो वेट स्टेज रिमेन द सेम, मेरो स्ट्रेन्थ रिमेन द सेम, माई मसल मास स्टिल द सेम. सो इट्स गुड. मसल मास चेक चाहिँ गरेर सेम छ भनेर. तर इफ your strength is same then your muscle mass still the same. Okay, that's pretty good. अनि अब तिमी मैले जाने अनुसार यो रिलिजियस गाई. हजुर. तिमी कृष्णको धेरै ठुलो भक्त भयो. अनि त्यो पहिलेदेखि त्यस्तै थियो कि त्यो? हजुर म त खासै भन्दा पहिला चाहिँ नेपालमा चाहिँ महादेव ओरिएन्टेड थियो. आजकल चाहिँ म कृष्ण भगवान ओरिएन्टेड छु. रिजन भगवत गीता पढेर के. हजुर. जस्ट एक्सप्लेन्स एभ्रिथिङ सो वेल. सबै कुरा राम्रोसँग भन्नुहुन्छ. अनि कृष्ण भगवान चाहिँ कस्तो लाग्छ मलाई अलि
अब एक्सट्रोभर्ट टाइपको पर्सनालिटीहरू हुन्छ सबैसँग मजाले बोल्ने हाँसेर बोल्ने मायाले बोल्ने होइन राम्रो काम गर्ने होइन नराम्रो कामलाई भन्ने हो अनि हल्का स्लाइ अलिक मिस्चिभियस पनि हुनुहुन्छ नि त त्यसो बिहेभ इट्स प्रिटी गुड होइन त्यो अनि यस्तो हुँदो रहेछ जो मान्छे जुन भगवान्प्रति डेडिकेटेड हुँदो रहेछ त्यो मान्छे पनि त्यस्तै रूपमा ढल्न थाल्दो रहेछ आई फिल द सेम पनि पहिला नेपाल हुँदा इन्ट्रोभर्टै थिएँ महादेवको भक्त थिएँ नि त इन्ट्रोभर्ट भनिन्थ्यो अरू कुराले इग्नोर गरिन्थ्यो होइन महादेव भक्त भन्दैमा फेरि म त्यो गाँदा चाहिँ हिँड्दिनँ है फेरि त्यस्तो लिमिट मैले अहिले चाहिँ खाएको पनि छैन खाँदा पनि हान्न कृष्ण भगवान्को चाहिँ अनि भगवत गीता पढेर क्या अब नेपालमा हुँदा खासै पढिँदैन थियो यता आएपछि अब अस्ट्रेलिया आएपछि अप्ठ्यारो हुन्थ्यो नि त लाइफ प्रेसर अल अफ द्याट सो त्यो बुक चाहिँ स्किप थियो क्या काइन्ड अफ त्यहाँ पढ्दाखेरि एक्सपिरियन्स प्रिटी गुड आई वाज लाइक ओके आई एम फिलिङ दिस फर अ रिजन सो आई अन्डरस्ट्यान्ड द्याट गीता त एकदम राम्रो किताब हो नि इट हेज अल द नलेज अफ द युनिभर्स हजुर सबैलाई चाहिँ प्रत्येक मान्छे जे ज्ञान चाहिन्छ सबै छ सो what's the one thing that you learned from Gita, reading Gita? One thing मलाई सबभन्दा राम्रो लाग्यो भनेको चाहिँ सधैँ कर्मको फल आशा नगर्नु होइन कर्म फलको आशा नगर्नु तर जस्तो आफ्नो कर्म चाहिँ गर्दै जानु द्याट्स इट एउटा श्लोक पनि छ नि के कर्मुण्डे बाधिकारस्ते महाफलेषु कदाचना महाकर्मफल हेतु भो मातो सङ्गस्त कर्मणि मतलब के भने त यसको मतलब चाहिँ तपाईँको काम भनेको टाइम बनाइरहन्छ केही छैन वर्किङलाई त्यो श्लोकको चाहिँ मिनिङ के छ भने तपाईँको काम भनेको केवल कर्म गर्नु या फलको आशा नगर्नु भन्दैछ होइन किनकि फलको आशा गर्नु पनि अधर्म हो र त्यो कर्तव्यलाई कुनै फलसँग बाँध्नु पनि अधर्म हो त्यही भएर सधैँ बिना कुनै कुराको आशा नगरिकन मस्तले काम गर्नु द्याट्स इट ओके त्यो चाहिँ तिमीले गीता पढेर यु फाउन्ड द्याट है हजुर that's the line you say that's a really धेरै राम्रो लाइन राम्रो लाग्यो तपाईँलाई त्यो पनि मलाई राम्रो लाग्थ्यो that cemented the whole Gita in like one line. Okay, takes on. So we're gonna take a short break. Okay, take 5 minutes break like last time, right? We're gonna come back and continue on this topic, eh? Okay. So we're gonna take a break. So we'll be back in 5 minutes. Thank you. Someone, welcome back. It was a nice break. Yeah, thank you. मेरो attire जस्तो लागिरहेको छ. You're looking good. I love to put South American, Brazilian जस्तो अघि नै पनि भने त मैले. हजुर मलाई मान्छेले भन्थे कि हेर्दाखेरि you're from South America, something like that. Takes so we were talking about Krishna, Gita and everything. It was really good to hear that. And back to my gym के question सोचे अघि नै मैले सोध्न बिर्सेँ जस्तो लाग्यो क्या. हजुर. त्यो हामीले खान्छौँ होइन, we eat protein सबै खान्छौँ नि. But how did that muscle builds up? के कसरी चाहिँ त्यो muscle build चाहिँ कसरी हुन्छ क्या? त्यसको बारेमा भन नि त. सो नाउ मान्छेहरू चाहिँ मेरो म जिम गर्दा मैले के बुझ्थेँ भने मसल बिल्डअप चाहिँ जब मसल टेयर हुन्छ नि त्यसलाई रिबिल्ड गर्दा चाहिँ मसल बिल्डअप हुन्छ भने न्युज थियो होइन. तर इट वाज टोटली रङ. खासै त्यो इन्फर्मेसन होइन चाहिँ मैले रिसेन्टली न्यू इन्फर्मेसन होइन. मसल बिल्डिङ भन्ने प्रोसेस चाहिँ होइन जस्तै अब तपाईँले वेट लिफ्टिङ गर्नुहुन्छ होइन. वेट लिफ्टिङ गर्दाखेरि मसल बिल्डिङ भने चाहिँ मेकानिकल टेन्सन र टाइम अन्डर टेन्सन भने दुइटा हो कि. अब मेकानिकल टेन्सन भनेको चाहिँ होइन तपाईँको बडीले मसलले होइन कतिको फोर्स प्रड्युस गर्छ क्या त्यो वेटलाई वान पोइन्टदेखि एनदर पोइन्टसम्म मुभ गर्दा होइन. त्यसलाई चाहिँ मेकानिकल टेन्सन भन्छ होइन. टाइम अन्डर टेन्सन भनेको चाहिँ तपाईँको त्यो वेट मुभ हुँदैछ नि तपाईँको बडी चाहिँ त्यो तपाईँको मसल चाहिँ कति टाइमको लागि चाहिँ त्यो मेकानिकल टेन्सनमा एक्सपोज छ भने त्यो दुइटा फ्याक्टर कम्बिनेसन भयो भने यु क्यान हेभ लाइक बोथ मसल एन्ड स्ट्रेन्थ. त्यो दुइटाले चाहिँ तपाईँको बडीलाई मसल बिल्डिङ सिग्नल सेन्ड गर्छ क्या. जस्तै फर इक्जाम्पल लेट्स चाहिँ मैले अब स्क्वाट गरेर होइन लेट्स चाहिँ अहिले 140 किलो स्क्वाट होइन. तर मैले स्लो टेम्पोमा गरेँ बिस्तारै तल गरेँ होल्ड गरेर अनि सट्ट माथि आएर होइन. त्यसमा चाहिँ के हुन्छ भने जस्तै अब 140 भनेको मेरो क्लोज टु 100 म्याक्स होइन.
त्यो भनेको चाहिँ मेरो म्याक्सिमम मेकानिकल टेन्सन प्रड्युस हुन थाल्छ क्या अब ज्यानमा किनकि त्यो भनेको मेरो मसलले अब म्याक्सिमम अमाउन्ट अफ फोर्स प्रड्युस गर्न थाल्नुपर्छ अन्त लेट्स से तर एभ्री टाइम तपाईँ एक्सर्साइज गर्दाखेरि होइन म के सजेस्ट गर्छु भने तपाईँको 80 to 95 को 100 म्याक्स हुन्छ नि 100 म्याक्स भने तपाईँ एकचोटि मात्र उचाल्न सक्ने वेट होइन तपाईँको म्याक्सिमम स्ट्रेन्थ भनेको त्यही 80 to 95 भनेको तपाईँले त्यसलाई त्यो एक्सर्साइजलाई त्यो वेटलाई होइन तपाईँले अब अलमोस्ट 3 to 6 रेपिटेसन गर्न सक्नुहुन्छ होइन त्यो चाहिँ 80 to 85% अफ द 100 म्याक्स भन्छ होइन अब त्यसलाई चाहिँ के गर्नु भने कन्ट्रोलमा ल्याउने कि त्यो वेट युज गर्नु तपाईँ मसल सफिसियन्टली च्यालेन्ज हुने गरी क्या म्याक्सिमम मेकानिकल टेन्सन प्रड्युस भयो होइन अब त्यसलाई टाइम अन्डर टेन्सनमा कन्ट्रोलमा ल्याउने तपाईँले त्यो मसलले फोर्स प्रड्युस गरेर त्यसलाई कति समय त्यसले त्यो फोर्समा एक्सपोज गर्नुहुन्छ द मोर यु क्यान एक्सपोज द बेटर इट इज त्यही भएर हाम्रो अब त्यो बडी एक्सर्साइज गर्छ नि त मोर भोल्युम वर्क भन्छ धेरै रेप सेट्स गर्ने भने त्यही कारण हो कि same thing to get that more time under tension. You can do it at 1 or 2 sets like control eccentric or concentric, then yeah you build muscle like that. So it's simple. So भन्नको मतलब चाहिँ हामीले चाहिँ if I do like 20 किलो 12 रेप हान्नु र हजुर 50 किलो 3 रेप 4 रेप हान्नुमा कुन चाहिँ फाइदा हुन्छ त तपाईको 50 किलो 4 to 6 रेप्स हान्छ बेस्ट 4 to 6 चाहिँ एकदम कन्ट्रोलमा हाल्नु चाहिँ बेस्ट है किन तपाईले अब जस्तै 50 10 20 किलोको हैन 10 रेप्स हान्नुभयो हैन 3 सेट्सको लागि हान्नुभयो हैन यसलाई 3 सेट 20 रेप्स तपाईले त्यो त्यतिखेर चाहिँ एक्सपोज गरेन तर त्यसमा केही कन्ट्रोल छैन ड्याङ ड्याङ हान्नुभयो नि त यु फिल सो द्याट्स गुड इट्स नट ब्याड तर तपाईले अब सेम 50 किलोको हैन कन्ट्रोलमा हान्नुभयो भने तपाईँको बडी सेम एमाउन्टमा एक्सपोज भइरहेको जुन मेकानिकल टेन्सन प्रड्युसर छ त्यो सेम एमाउन्टमा एक्सपोज भइरहेको बट you have to do less work. Simple. धेरै काम गर्नु पर्दैन एनर्जी एफिसिएन्ट हुनु पर्यो नि त जस्तै फर इक्जाम्पल सोच्नु होला तपाईँले सोल्डर प्रेस गर्नुभयो होइन तपाईँ सोल्डर प्रेस गर्नुभयो 30 किलोको होइन इच डम्बेल होइन तपाईँले त्यो कति सेट्स कति रेप्स गर्नुहुन्छ 30 किलो अराउन्ड 8 to 10 त्यतिमा तपाईँलाई च्यालेन्जिङ रेप्स चाहिँ कतिखेर हुन्छ च्यालेन्जिङ त्यही अब आफ्टर 5 at the end of the end the 3-4 reps होइन भन्छ till that time the reps you did is pretty much did nothing to your body त्यसले त्यो मसललाई स्टिमुलेसन गरेन नि त भने जब बडीलाई च्यालेन्जिङ लाग्छ नि तब मसल बिल्ड हुने सिग्नल प्रड्युस गर्ने मेकानिकल टेन्सन फलो हुन थाल्छ नि त्यसपछि नाउ यु बिल्ड मसल त्यतिखेर चाहिँ तपाईँ बडी 6 reps you just wasted that energy so you can do either you can do the same you want to do or you can मैले भने मान्यो चाहिँ go higher safe amount of weight तपाईको 100 max 80 to 95% भित्र बस्नु don't break your form compromise नगर्ने weight heavy sufficiently heavy enough तपाईलाई 4 to 6 reps मा same challenge गर्ने weight चाहियो and you control that so you're getting the same benefit but you have to do less work कन्ट्रोलमा भन्दा चाहिँ कस्तो नाइस एन्ड स्लो मसलमा पर्ने वेटले आफूलाई कन्ट्रोल गर्ने होइन त्यो चाहिँ चाल्छ नि मान्छेले पोइन्ट ए टु पोइन्ट बी लिफ्ट गर्ने होइन कि पोइन्ट ए टु पोइन्ट बी आउँदाखेरि चाहिँ कतिको लेस कन्ट्रोल तब वेट तपाईँले कन्ट्रोलमा ल्याउनुहुन्छ कि जस्तै तपाईँले सोल्डर प्रेस गर्दा बिस्तारै स्लो जस्तो तपाईँलाई टपबाट तल आउनलाई 20 सेकेन्ड लाग्यो अरे कन्ट्रोलमा देन होल्ड देन मोमेन्टम नथिङ नो मोमेन्टम युजिङ होइन टक्क लाइक कन्ट्रोलमा स्टप then push up then control stop then push up like that simple okay that's त्यही नै हो क्या तपाईँ आफै सोच्नु नि त तपाईँले कुनै पनि वेट उचाल्नुहुन्छ नि तपाईँको मसलले फोर्स प्रड्युस गर्छ है जस्तै अब तपाईँ ढोका खोल्नुहुन्छ नि ढोका खोल्दाखेरि अब त्यो ढोका हल्का हेभी रहेछ भने अलिक बढी मसल युज हुन्छ होइन त्योभन्दा अझै धेरै हेभी रहेछ अलिक बढी हुन्छ अब खोल्नै नछ भने तपाईँ होल बडी युज हुन्छ नि तर खोल्न सक्नुलाई तर सक्नुहुन्न सेम थिङ तपाईँ त्यो बडीलाई कति हेभी वेट छ कति बेर छ त्यो मसल एक्सपोज भयो त्यो वेटमा द्याट्स इट अनि यो चाहिँ तिमीले कता त्यो आफ्नै पर्सनल रिसर्च गरेर हजुर आफै पर्सनल रिसर्च गरेको मैले सोचेको थिएँ क्या यो कसरी बिल्ड हुन्छ अल अफ द्याट भनेर किन मलाई रमाइलो लाग्छ यस्तो कुरा पढ्नु आई डोन्ट नो व्हाई म लाइक अ नर्ड गिग छ क्या मलाई यस्तो कुरा अनि त्यही भएर अनि मैले रिसर्च गरेको थिएँ यसमा चाहिँ अनि मैले बुझेअनुसार त्यो मसल टियर हुन्छ नि द्याट्स द बाई प्रडक्ट अफ मेकानिकल टेन्सन हो क्या मेकानिकल टेन्सन टाइम अन्डर टेन्सन द्याट्स द बाई प्रडक्ट अफ द्याट so the more mechanical tension you have and the more time under tension you put that weight in that muscle in the more muscle tear you're going to get and the more you're going to build and that's it simple तिम्रो जिमको रुटिनमा अहिले तिमीले त्यही गरिरहेछौ हजुर मैले अब रिसेन्टली मेरो मैले भर्खर मेरो नलेज डेटाबेसमा भर्खरै आएको होइन यो त्यही हो यो इन्फर्मेसन त्यही भएर आजकल चाहिँ म त्यही युज गर्दैछु लेट्स से
म अब लेट्स चाहिँ 46 किलो डम्बेल युज गर्छु होइन म त्यसलाई अब नर्मल सेटमा गर्ने भए मैले मजाले होइन 8-9 रेप्स गर्छु तर कन्ट्रोलमा गर्दाखेरि आई क्यान हार्डली गेट लाइक 4 म त्यो पछि म 50 किलोमा जान्छ 50 किलोमा जान्छ सेम वेट आई क्यान कन्ट्रोल इट 4 रेप्स इजी अनि आर यु फाइन्डिङ इट चेन्ज इन यर बडी बाइ डुइङ द्याट केही चेन्ज एकदम अहिले एक्ज्याक्टली भन्न सकिन्न होइन बस रिसेन्टली स्टार्टेड इट बट now I know that I don't have to use that unnecessary energy. Unnecessary set गर्नु पर्दैन नि त मैले अब I know what I'm doing. So what these exercises supposed to do to my body, I know that. And that's all you need. किनकि आजकल चाहिँ मान्छेहरूको प्रब्लम के छ भने जिममा you just go around होइन ड्याम एक्सर्साइज उचाल्यो and just go get out of the gym. That's all they do. त्यो एक्सर्साइज गर्नुको रिजन के छ त्यो लिफ्ट वेट गर्नुको रिजन के छ why you doing that specific exercise, which muscle is targeting, which mind muscle connection केही छैन कि मैले त्यही भएर म्याक्सिमम मैले नेपालीहरू देखेको छु म्याक्सिमम नेपालीहरूलाई सबैलाई भन्न खोजेँ त म्याक्सिमम देखेलाई मैले के देख्छु भने दे डोन्ट ट्रेन हार्ड इनफ मैले त्यो एफोर्ट देख्दिनँ कि एउटा दाइ हुनुहुन्छ मैले चिनेको होइन मैले जिममा है एनी टाइम फिटनेसमा भेटेको थिएँ दाइले गर्नुहुन्थ्यो कि एक्सर्साइज त्यो दाइले गर्दाखेरि है भाइ मैले यस्तो 3-4 महिना भयो एक्सर्साइज गर्न थालेको 3-4-6-7 महिना भयो एक्सर्साइज गर्न थालेको है चेन्ज चाहिँ देख्दिनँ भन्नुहुन्छ मैले त्यो दाइ एक्सर्साइज गरेको हेरिरहेको होइन एफोर्ट चाहिँ केही छैन 10-12 चोटि टहीँ सुई उचाल्यो चाहिँ डन द्याट सेट इज डन मैले त्यो एफोर्ट हुन्छ मान्छेको मुभ बिग्रिने घर उचाल्न लाग्छ हुन्छ द्याट्स लाइक एफोर्ट त्यो भनेर तपाईँको मसल इट्स गेटिङ स्ट्रगल त्यो एफोर्टले चाहिँ तपाईँको मेकानिकल टेन्सन प्रड्युस गर्ने हो नि त एन्ड इट्स गन स्टिमुलेट मसल ग्रोथ तपाईँको बडीले मसल बिल्ड गर्ने सिग्नल पठाउँछ एन्ड नाउ यु गन बिल्ड मसल ओके अनि तिम्रो चाहिँ मैले एकचोटि टिकटक भिडियो हेरेको थिएँ होइन अन्त टिकटक पनि पोस्ट गरिरहेको छ हल्का त्यसमा चाहिँ यु आर सेइङ द्याट बिल्डिङ मसल इज नट द्याट हार्ड के मान्छेहरूले एकदम कम्प्लिकेटेड छ आई कान्ट डु इट एकदम गाह्रो छ भन्छ नि त बट यु आर सेइङ द्याट इट वाज इजी के त्यो त्यसको डिस्क्राइब गर्दैन कसरी इजी हाउ इज इट It's easy because it's like less brain power you need to do anything. All you have to do is lift weights and eat. Tinta thing. Lift weight, eat, sleep. Okay. That's all you need. मान्छेहरू भन्छ मैले यति टाइममा जिम गरेको एक्सर्साइज गरेको जान लागेन भने सो मी योर क्यालोरिज सो मी योर लाइक ट्रेनिङ रेजिमेन्ट एन्ड सो मी योर इटिङ ह्याबिट एन्ड योर स्लिपिङ ह्याबिट टेल यु विच वाइ यु नट पुटिङ एनी वेट अर मसल अन योर बडी ओके मलाई बोल्नु बानी छ कि मान्छेहरू के प्रब्लम छ भने दे डोन्ट ट्रेन हार्ड इनफ अनि सबै कुरालाई कम्प्लिकेट गर्नु खोज्छ कि मैले यो गर्नुपर्छ मलाई आउँदैन म ट्रेनरलाई सोध्छु इट्स नट द्याट पुट सम एफोर्ट क्या हल्का एफोर्ट लाउने क्या आफू पनि आफूले एफोर्ट लगाएपछि ओके द्याट्स वाइ इट वर्क्स ओके द्याट्स हाउ इट वर्क्स द्याट्स हाउ इट वर्क्स सो मैले अब जिम अहिले मैले टिकटकतिर भिडियो हेरेँ भने होइन सो धेरै मिसइन्फर्मेसन दिन्छ क्या मान्छे यस्तो नचाहिएको कुरा एक्सर्साइजहरू भन्छन् होइन नाउ मलाई इनफ नलेज छ कि द्याट्स रङ द्याट्स रङ लेट मी टेल यु वाइ द्याट इज रङ यु नो द्याट्स रङ सो आई क्यान टेल लाइक द्याट त्यही भएर मान्छेको मिसकन्सेप्सन जस्तो लाग्छ मलाई म अस्ति एउटा सिडनीको भाइसँग कुरा गर्दै थिएँ उनी भर्खर जिम जोइन गरेछ नि मलाई सोधेको थिएँ कि दाइ के गर्नुहुन्छ भने मैले त तिम्रो जे गर्छ मैले चाहिँ फलो गरिरहेको छु नि त एज अ सिम्पल के अन्त त्यो अलिक सिम्पल भएन त्यस्तो गर्ने हुन्छ त्यो खानेकुरा त सिम्पल भएन यु निड टु इट मोर भनेको थिएँ होइन अनि त्यही भनेर म चाहिँ त्यो मान्छेहरूको चाहिँ त्यो कन्सेप्टै त्यस्तो जस्तो लाग्यो कि इजिली बन्दैन यु निड टु कम्प्लिकेट थिङ्स टु मेक मसल जस्तो लाग्यो क्या सो इजी किनकि मान्छेहरू के सोध्छ भने लिफ्ट वेट्स द्याट्स इट मैले भने मेकानिकल टेन्सन अल अफ द्याट डु द्याट सिद्धो जिमको काम अब घरमा पनि खानेकुरा खाने तपाईँले भेराइटी अफ फुड खानु पनि जरुरत छैन 3 थिङ प्रोटिन कार्बोहाइड्रेट एन्ड फ्याट एन्ड द्याट्स अल यु निड अब मेरो फुडमा त मैले टेस्ट सेक्रिफाइस गर्छु आई डोन्ट इट फर टेस्ट आई इट फर न्युट्रिसन होइन यति सानो खानेकुरा यति धेरै खानेकुरा खान्छु होइन जस्ट 2 meal क्या द्याट्स इनफ मलाई मेरो काम पनि त्यही भन्छ द्याट्स इनफ भनेर भन्छ द्याट्स मोर देन इनफ आई क्यान इट अ लट इन वान सिटिङ होइन एकचोटि बस्दा म टन्न खान सक्छु मलाई भगवान्ले देखाएको जस्तो धन्यवाद धेरै खान सक्छु होइन त्यसमा ज्याम प्याक्ड विथ न्युट्रिसन क्या मेरो प्रत्येक मिलमा ओभर लाइक 100 grams अफ प्रोटिन छ वाट यु निड वाट एल्स यु निड सो यु ओन्ली 2 meals a day हजुर बिहान र बेलुका म ब्रेकफास्ट खाँदैन लन्च डिनर हजुर लन्चमा के छ डिनरमा के छ मेरो अहिले करेन्ट चाहिँ म एक्चुअली ग्राम सहित भन्छ होइन सो यु गाइज नो वाट आइम टकिङ अबाउट हाउ सिरियस आइ एम अबाउट इट सो
1 लिटर दुध होइन 1 लिटर फुल क्रिम मिल्क आई लाइक इट आई लाइक द वे इट इज होइन त्यसमा त्यहाँ 100 grams ओट्स किन म अलिक कटिङमा छु सो आइएम गोइङ अराउन्ड लाइक 25-2600 क्यालोरिज सो 100 ग्राम ओट्स अनि त्यसपछि 2 scoop अफ प्रोटिन पाउडर अनि त्यो नर्मल त्यो के भन्छ गोल्ड स्ट्यान्डर्ड वे प्रोटिन तपाईँलाई क्यालकुलेटर गर्नु ठ्याक्कै क्यालोरिज थाहा हुन्छ 25 देखि 24 मा हुन्छ होइन अनि त्यसपछि 100 grams frozen mango, then 100 grams of mixed berries, then 50 grams of banana, then 50 grams of dragon fruit, then 50 grams of avocado. That's it. Done. Okay. That's first meal. सक्यो होइन सेकेन्ड मेलमा चाहिँ 100 grams of brown rice uncooked है uncooked चाहिँ 100 grams just cook first the borders on the water weight भएपछि 100 grams of brown rice then 2 kilo of seitan so seitan भन्नाले त्यो अब बनाइसकेको छ है त्यो फ्लावर चाहिँ एक्चुअल फ्लावर चाहिँ 2 kilo त्योबाट निस्किने प्रोटिन चाहिँ इट्स असाइड सो मेरो 20% लस हुन्छ नि 160 grams of protein on that one plus lentils 150 grams of dal 150 grams dal किनभने त्यसले ब्यालेन्स आउट गर्नु पर्यो क्या मेरो त्यो सैटानलाई इनफ न्युट्रिसन दिनलाई दुईटाबाट कम्प्लिट प्रोटिन हुनलाई अनि त्यसपछि मिक्स भेजिटेबल होइन 200 grams of मिक्स भेजिटेबल जस्तै जसमा त्यो उसमा पाउँछ नि हाम्रो कोल्समा पाउँछ नि फ्रोजन वाला त्यो $2 वाला द्याट्स अल यु निड अनि त्यसपछि ब्रोकोली एन्ड द्याट्स इट Okay. That's it. सबैलाई मिक्स गरे त्यो सबैलाई हल्का नुन हाल्यो you eat. That's it. Done. अनि अर्को मार्केटमा हल्ला चलेको चाहिँ मान्छेले जेनेटिक्स भन्छ oh you can't do anything without any genetics भन्छ what's your thought on that? That is true. Genetics play a really important role होइन त्यो सही होइन जस्तै अब इफ तपाईँको जेनेटिक्स मसल बिल्डिङको लागि बेस्ट छ भने तपाईँ थोरै एक्सर्साइज गर्दा ज्यान बनिहाल्छ कि त्यो मसल बिल्डिङ सिग्नल फास्टर जान्छ त्यही भएर यु गेट बिगर एन्ड स्ट्रङ्गर फास्टर तर द्याट डजन्ट त्यो म्याटर गर्छ ओन्ली इफ यु आर इन लाइक अ हाई लेभल अफ ट्रेनिङ तपाईँ कम्पिटिसनमा हुनुहुन्छ के गर्छ त्यो भनेको बेस्ट अफ द बेस्ट हो नि त त्यही भएर चाहिँ फिनिकल अफ जेनेटिक्स हुन्छ नि बेस्ट जेनेटिक्सवाला मान्छेहरूमा कम्पिट गर्ने एन्ड एट द टाइम जेनेटिक म्याटर्स तर इफ यु जस्ट वान लुक गुड एन्ड हेल्दी इट डजन्ट म्याटर इट्स अल अबाउट यर कमिटमेन्ट तपाईँलाई तपाईँलाई धेरै टाइम लाग्छ त्यो पोजिसनमा पुग्न बट यु गन रिच इट बट यु जस्ट हेभ टु बी लाइक स्टे विथ इट कमिटमेन्ट होइन कमिटमेन्ट हुनु भने केही कुरा गरेको नत्र त म तिम्रो इक्जाम्पल पनि हजुर किन तिम्रो 5 वर्ष 6 वर्ष अगाडि फोटो देखेर होइन यु रियली थिन हजुर मेरो बच्चा हेर्दा म यत्रो ज्यान हुन्छ जस्तो लाग्छ त भने त्यस्तो थियो नि त बट लुक एट यु नाउ होइन फुल अफ मसल्स होइन मान्छे 18-18.5 पैसा लिएर हिँडिरहेको छ अब यु आर द इक्जाम्पल के जुन चाहिँ जेनेटिक्स डजन्ट म्याटर द्याट मच इफ यु वर्क हार्ड इफ यु इट वेल अनि त्यो गऱ्यो भने चाहिँ you can overcome the genetic पनि भन्न हजुर अनि अर्को कुरा चाहिँ बडी बिल्डिङमा चाहिँ जस्तै होइन जिममा भनौँ न बडी बिल्डिङ होइन निन्द्राको स्लिपको वाट्स द इम्पोर्टेन्स अफ स्लिप कतिको इम्पोर्टेन्ट स्लिप इज द मोस्ट इम्पोर्टेन्ट इट्स द मेन थिङ द लिफ्टिङ वेट्स भन्दा स्लिप इज मोर इम्पोर्टेन्ट तपाईँ स्लिप हुँदा होइन यो बडी इज बिल्डिङ मसल होइन अब तपाईँले मजाले लिफ्ट वेट गर्नु मजाले खानु भयो होइन बट if you're not sleeping then you're not gonna build muscle for example होइन मैले देख्छु क्या मान्छेहरू होइन मैले एक दुईवटा मान्छेहरू चिनेको छु सँगै एक्सर्साइज गरेको ऊ चाहिँ धेरै टाइम गर्छ कतै टकिङ अबाउट मी जस्तो लागिरहेको छ होइन बट आई डोन्ट नो गॉड मैले देखेको छु इक्जाम्पल अगाडि नै छन् होइन एक्सर्साइज सबै गर्ने होइन नसुत्दिने क्या 4 घन्टा 3 घन्टा सुतेर मलाई बेस्ट फिल भइरहेको इट डजन्ट वर्क लाइक द्याट अहिलेसम्म हामी कति मिलियन इयर्स भयो अर्थमा भएको ह्युमन रेस त्यो खासै आइडिया छैन 1-2 मिलियन 1-2 मिलियन इयरको एभोल्युसनले अहिलेसम्म स्लिप अराउन्ड भेटेको छैन होइन किन स्लिप भनेको तपाईँ इन एनिमेटेड स्टेट हो नि जसमा तपाईँ सुतिरहनु भएको तपाईँलाई जतिखेर प्रेडेटरले आएर मारिदिन सक्छ होइन त्यो स्टेटमा त हामी इभोल्युसनलाई त्यो त सबभन्दा इम्पोर्टेन्ट हो नि होइन बाँच्नु नै सबभन्दा ठुलो कुरो हो नि त ब्रेनको लागि त इभोल्युसन फर पोइन्ट अफ भ्यूमा जाने भयो त स्लिप त तिनीहरू त चाँडै घटाउनु पर्ने हो त 5 मिनट सुत्दै हुने खालको हुनु पर्ने तर स्टिल निड 8 hours स्लिप वाइ because your body needs that to function दिनभरि जे काम गरेको छ जुन थकावटहरू टक्सिकहरू ज्यानमा बिल्ड भयो टक्सिकहरू तपाईँको मसल ड्यामेज जे भयो नि त्यो रिकुपरेट हुने स्लिपमा हो कि सो यु निड टु गेट फ्रेस
Okay. चाहिँ अब स्लिप पनि 3-4 टाइपको हुन्छ रेम स्लिप हुन्छ अब स्लप रेम स्लिप भयो होइन रेम स्लिप चाहिँ फलो गर्नु रेम स्लिप भयो तपाईँको डिप स्लिप क्या तपाईँको आँखा मुभमेन्ट ऱ्यापिड हुन्छ यताउता यता तपाईँ त्यो एभाटार मुभी हेर्नुभएको हजुर एभाटार मुभी तिनीहरू सुत्दाखेरि त्यो आँखा त्यो यता छिटो हल्लिन्छ सुत्दाखेरि हो त्यो भनेको रेम स्लिप हो त्यो भनेको तपाईँको डिप स्टेट अफ स्लिप भयो जसमा चाहिँ तपाईँको बडी एक्चुली बिल्डिङ छ तपाईँको जे क्लियर दिनमा जे थियो नि सब क्लियर आउट गरेर डिटक्सिफाइड गरेर तपाईँ जानला नाउ इट्स गेटिङ रेडी फर द न्यू सो या स्लिप इज द मोस्ट इम्पोर्टेन्ट थिङ त कहिले पनि कट चाहिँ नगर्नु है तपाईँलाई पनि भनेको 3-4 घन्टामा एक्सर्साइज गरेर तपाईँ आफू सोच्नु तपाईँ 4 घन्टा सुतेर एक्सर्साइज गर्न आउनुहुन्छ म कति विक फिल हुन्छ त्यही त धेरै अफकोर्स त्यो 8 घन्टा अथवा मजाको सुतेर जान्छ र 3-4 घन्टा सुतेर जानुमा ड्रास्टिक डिफ्रेन्ट त्यो स्ट्रेन्थमा भयो स्ट्यामिना भयो धेरै डिफ्रेन्ट चाहिँ हुन्छ त्यो पर्सनल एक्सपिरियन्स हजुर त्यो चाहिँ ठिक हो क्या अनि मैले अनि मान्छेहरू यङ मान्छेहरूले स्किप गर्नु म पनि त्यो उसमा थिएँ 6 घन्टा सुते हिँड्ने मान्छे म पनि एट द्याट टाइम डुइङ जिम होइन 6 घन्टा आई होल्ड माइ सेल्फ ब्याक मलाई थाहा थिएन लेस नलेज इडियट थिएँ यङ थिएँ होइन थाहा थिएन नाउ आई नो मो सो स्लिप मो 8 आवर्स मिनिमम Okay, 8 hours minimum sleep. कस्तो मजा बच्चा जस्तो सुत्ने नो टेन्सन लिने के छ मस्त सुत्ने So the formula for getting a good body is like टन्न खाने टन्न सुत्ने अनि टन्न जिम गर्ने that's it. Okay, that's it. It's easy. हजुर त्यो उसमा छ नि हाम्रो ड्रागन बलमा छ हजुर एनिमेमा त्यो एउटा उसले टटल त्यो मास्टर रोसीले भन्थे सो के भन्थे भने के भन्थे ट्रेन हार्ड study well eat and rest plenty that's it that's all you need त्यो भन्दा बढी आज केही छैन त्यही भएर कम्प्लिकेटेड छ त एक कुरा के अहिले मैले तपाईँलाई भने हुन्छ मान्छेले धेरै कम्प्लिकेटेड गर्छ कम्प्लिकेटेड छैन अब आई अन्डरस्ट्यान्ड यु वान्ट टु मेक अ मनी आउट अफ इट लाइक सानो भएर भर्खर थाहा नभए म जस्तो पहिला म जस्तो यङलाई अब थाहा नभए मान्छेहरूलाई अब झुलाएर बनाउँछ नि गो हेड डु इट होइन तर इट्स नट एक्चुली कम्प्लिकेटेड ओके सो इट्स भेरी सिम्पल मेरो मैले टिकटक बनाउनु कारण त्यही हो क्या थ्रु माई टिकटक आई वान्ट टु गिभ लाइक मोर इन्फर्मेसन होइन लाइक इट्स नट कम्प्लिकेटेड डोन्ट निड टु बाई शिट एनिथिङ इट्स सो इजी टु डु इट म तिम्रो टिकटक पनि हेरिरहेको थिएँ होइन आई वाज डुइङ सम रिसर्च अनि तिम्रो भिडियोहरू द्याट वाज भेरी नाइस त्यही भिडियोहरू पोस्ट राम्रो पोस्ट गरेर हुन्छ एन्ड गिभिङ नलेज एज वेल So yeah, I was really happy to see someone who is spreading like good knowledge, who isn't doing for anything for money or anything fame, but just for knowledge. त्यही गरिरहेको छ नि त अनि त्यहाँ पनि भनेको थियो जस्ट के अरे बडी बिल्डिङ इज नट द्याट हार्ड अन्त जिम जानु चाहिँ हार्ड होइन कि जस्ट हाम्रो मान्छेको मेन्टालिटीले जस्तो भनेको थियो नि त अनि इट वाज भेरी नाइस के अरे त्यो सुन्दा चाहिँ मलाई अनि टिकटक चाहिँ बनाइरहेको हुन्छ होइन हजुर बेला बेला भिडियो हालेर हुन्छु म ओके अनि त्यो भयो टिकटकको त्यो हुन्छ नि कति भयो बनाउनु लाग्यो भयो 1-2 years जति भयो होला अहिले कन्सिस्टेन्टली पोस्ट गरिरहेको छ म यसै बिचमा हराएको थिएँ बट नाउ एज आइ एम प्लानिङ गेटिङ ब्याक इन्टु इट गेटिङ ब्याक टु हजुर कन्सिस्टेन्टली भिडियो अपलोड गरेर त सोचिरहेको छु सो नेक्स्ट टाइम चाहिँ अब मैले आजकल चाहिँ लिफ्टिङ वेट्स मात्रै गरेर हालेको छु अब चाहिँ एक्चुअल लाइक टकिङ यु नो लाइक फेस टु फेस टकिङ विथ पिपल लाइक इफ दे निड हेल्प आइ एम गोना इन्टरेक्ट विथ द कमेन्ट्स मोर नाउ डेज नाइस अब तिम्रो त्यो अहिले त खतरा भएछ होइन तिम्रो बडीको साइजको कुरा पनि कति भयो बाइसेप कति हो 18.5 पम्प्ड होइन चेस्टहरू नापेछौ चेस्ट खासै चेस्ट पुरै नापे 52-53 कति छ चेस्ट अनि सोल्डर विथ कति थियो 24-26 कति समथिङ जस्तो लाग्यो म पुरै चाहिँ नापेँ कहिले अलिक कुनै भएन नि त In your opinion, what's your best muscle part? Like timro chest bros. Like मैले भने म बच्चैदेखि पुसअप बढी गर्दै के चेस्ट बेस्ट हो मेरो मसल वाला चेस्ट चाहिँ है आई डोन्ट नो आई जस्ट लुक्स बेटर ओके स्ट्यान्ड आउट गर्छ मेरो फिजिकमा चेस्ट चाहिँ किनकि म बच्चैदेखि मैले भने तपाईँलाई मैले पैसा पुसअप मैले धेरै गरेँ कि त्यही भएर मेरो चेस्ट चाहिँ बच्चा फोटो हेरेर चेस्ट चाहिँ ठुलो देखिन्छ चेस्ट चाहिँ तिम्रो राम्रो छ तिम्रो फोटोहरूमा दामी देखिन्छ चेस्ट चाहिँ मजाको देखिन्छ क्या हजुर अब त्यही हो मेरो चेस्ट चाहिँ फेभरेट मसलको पार्ट थियो एन्ड वाट्स योर फेभरेट एक्सर्साइज डेडलिफ्ट हजुर ओके व्हाई इज दैट किन मलाई डेडलिफ्ट चाहिँ किन ठिक लाग्छ भने इट्स द लाइक मोस्ट डिमान्डिङ एक्सर्साइज एन्ड अल्सो द मोस्ट मेकानिकल टेन्सन हेभी एक्सर्साइज जस्तै होइन
जुन लेभल अफ फोर्स अब फोर्स तपाईँको बडीले प्रड्युस गर्नुपर्छ नि त्यो लिफ्ट वेट लिफ्ट गर्न इट्स लाइक नथिङ क्यान म्याच इट स्क्वाटले म्याच गर्दैन बिकज एन्ड इट्स द मोस्ट सेफेस्ट एक्सर्साइज अरू कम्पाउन्डले एक्सर्साइज कम्पेयर लाइक स्क्वाट गरौँ यु गन लाइक गो डाउन एन्ड अप राइट सो प्रोबेबली गन डाई इन द मिडल लाइक द्याट bench press गर्दाखेरि there's a bar right in front of you. Deadlift, you just lift hitting things up. If you can't do it, just leave it. It falls on the ground. Yeah, it's the most safest thing. And deadlift चाहिँ मलाई त्यही भएर मन पर्छ. It's challenge. There's no other exercise. There is a reason it calls the king of all exercise. Deadlift. So what's your max and deadlift? 250 raw. 250 raw भन्नाले चाहिँ raw भनेको चाहिँ without any like strap belt and nothing, just like pure strength. Pure strength 250. दामी हो 250 kilos हैन? हजुर 250 kilo pound हैन? No, 250 kilo. That's lot of pound मा कति हुन्छ? Almost 550 something कति हुन्छ? That's pretty impressive. Time हुन्छ त्यो. कति वर्ष लाग्यो त्यो हुन चाहिँ? 5 years त्यस्तो सब पुग्नलाई धेरै टाइम लाग्यो. तर म if I have to like pick exercises in my life, like 10 exercises if I have to pick for like a whole rest of my life. So for the shoulder, I'll probably do the seated dumbbell press. I loved it. That one. Then I'll go with the chest go like the bench press. I'll go with the inclined bench with the dumbbell one. तपाईँलाई के लाग्छ? ठिक छ अनि मेरो सेलेक्सनहरु. अनि मेरो अर्को भनेको चाहिँ एब्सको लागि चाहिँ ह्याङ्गिङ लेग रेस युज गर्छु. लेग्सको लागि स्क्वाट. अनि त्यसपछि अर्को छ आर्म्सको लागि चाहिँ कर्ल्स. सेटिस्फ्याक्सन हुन्छ जुन आर्म्सको लागि कर्ल्सको लागि सेटिस्फ्याक्सन. अनि त्यसपछि ट्राइसेप्सको लागि क्लोज ग्रिप. अनि हाम्रो मसल ग्रुप मिस गरेर आएको मैले लेग्सको लागि त्यही एउटा युज गर्छु. मैले 10 वटा चुज गर्नु 10 वटै भन्छ होइन. अनि त्यसपछि चाहिँ ल्याटरल रेज आइसोलेसनको लागि. त्यसपछि आरडिएल चाहिँ फर द डाइरेक्टेड टु द पोस्टेरियर चेन हाल्नु पऱ्यो होइन. डेडलिफ्ट फर द इन्टायर पोस्टेरियर चेन. अनि त्यसपछि what do I throw? I'm not sure. त्यति नै हो क्या. हजुर मलाई खासै के चाहिन्छ भने तर if I want to focus more into traps, I'll do the shrugs. So that's the 10 exercises I'll do in my life. If I have to pick 10 exercises for rest of my life, this is the only thing. अनि देख्नु भयो त्यसमा एउटा पनि कुनै मेसिन छ त छैन. It's all compounded. Okay. अनि हजुर. So the 5 वर्ष अगाडिको समुद्र नेपाललाई चाहिँ हैन, if you had all this knowledge from today, how would you start again? Gym मा how would you start again? Oh yeah, I'll be like insanely good. मैले हैन म टिनेजर हुँदाखेरि मलाई सबै थाहा भएको भए I'll be like a beast by now. If I have to start anything back from the scratch again with all the knowledge I have, मलाई कम्तीमा 1-2 वर्षमा खतरा ज्यान बनाउँथेँ होला. मैले जुन अहिले लेभलको चाहिँ मलाई 5 वर्षमा मलाई 2 वर्षमा बनाउँथेँ होला. It's the same because I don't know more. Like यति धेरै इन्फर्मेसन छ नि अहिले पहिला कम्पेयरमा. I just imagine गर्न गाह्रो छ. So yeah, I'll be like a unit. Okay. अनि समुद्रको चाहिँ अब तिम्रो चाहिँ त्यस्तै अबको 1 वर्षको बडी गोल चाहिँ के छ? अब के गर्ने प्लान छ? मेरो चाहिँ अब बडी बिल्डिङ कम्पिटिसन जाने प्लान छ होइन. जस्ट फर सेक अफ लाइक सिम्प्लिसिटी होइन. मलाई चाहिँ लेस बडी फ्याट अनि त्यसपछि लेस बडी फ्याट अराउन्ड लाइक सिङ्गल डिजिट बडी फ्याट अनि स्टेजमा हप इन गर्नु मन छ. तर नट स्योर होइन. अब नेचुरल कम्पिटिसनमा जान्छु होला 100 किलोग्रामको क्याटेगोरीमा. तर त्यतिखेर चाहिँ 100 किलोग्राम मेन्टेन गऱ्यो भने हो. तर 90 किलोग्राम मेबी 90 किलोग्राममा हुन्छ होला. त्यहाँ सिङ्गल पर्सेन्ट बडी फ्याट झरेपछि प्लान चाहिँ त्यही अहिलेसम्म चाहिँ त्यही छ है. एउटा चाहिँ पावर लिफ्टिङ कम्पिटिसन, एउटा चाहिँ बडी वेल्डिङ कम्पिटिसन. द्याट्स इट. ओके. इन द कमिङ नेक्स्ट इयर. हजुर. ओके, राम्रो प्लान रहेछ. हजुर. अनि तिमीलाई चाहिँ एउटा क्वेसन सोध्छु ल. हजुर ल. किनकि आई आस्क ChatGPT बिकज you're a multi-talented guy हैन. ChatGPT सोध्नु. अनि यो चाहिँ AI क्वेसन के. हजुर. बिकज you're a multi-talented guy. तिमी चाहिँ अब सफ्टवेयर फुल स्ट्याक डेभलपर भयो. you're a game developer as well. अनि जिमको त्यस्तो छ होइन. मैले ChatGPT के भनेको थिएँ भने you're ChatGPT as an AI होइन, you are interviewing a game developer, a software developer and a gym freak होइन. If you want to ask only one question to him, yeah? So what do you want to ask भनेर सोधे थिएँ होइन. ChatGPT को एन्सर चाहिँ यस्तो थियो क्या. सोधिहाल्छु नि तिमीलाई. ChatGPT ले चाहिँ के भनेको थियो भने होइन. So
ChatGPT question हजुर How do you balance the mental demands of software and game development with the physical discipline of fitness? And do you find any crossover between them too? So that's a lot of questions. So let's break it down. So Okay. डिमान्ड चाहिँ अब त्यो डिमान्ड भनौँ है मेन्टल डिमान्ड र फिजिकल डिमान्ड लाइक आई लभ डुइङ दिस काइन्ड अफ थिङ्स राइट लाइक जुन कुरा अब तपाईँ गर्नुहुन्छ नि जब इन्जोय गर्नु त्यसमा खासै टायर्डनेस फिल हुन्छ जुन कुरा तपाईँ अब इन्जोय गर्नुहुन्छ जेन्युनली होइन डिप भित्रैबाट बच्चा जस्तो फिलिङ गर्छ बच्चाले कुद्दाखेरि खेल्दाखेरि जुन जेन्युनली इन्जोय गर्छ त्यतिखेर थके लाग्दैन नि त मलाई त्यस्तै फिल हुन्छ जिम भने इट्स फर माई फिजिकल बडी इट जस्ट keeps me fit होइन जुन अपर्च्युनिटी आउँदाखेरि I can go anywhere anytime you know that's what my gym does to my body मेन्टली चाहिँ अब जस्तै मेरो करियर गोल होइन जस्तै अब मलाई I want to do something great make a abs make a game or something like that win like trophies awards something like that so yeah that's the reason why I do full stack and games development just for like because I enjoy them. And तिनीहरूको crossover चाहिँ definitely तिनीहरूको crossover छ किनकि it's the dedication of like gym can translate into that. For example, म consecutive gym गइरहन्छु consecutive खानेकुरा एउटै डिसिप्लिनमा खान्छ नि त त्यही कुरा I can just take that and move it to here. So I can consecutively like do the same thing, keep on learning, keep on building games, keep on building web apps, and keep on doing it. So progress भइरहन्छ नि त्यसमा पनि जब जति धेरै तपाईँ पढ्दै जानुहुन्छ जति धेरै केही कुरामा इन्भेस्ट गर्दै हुन्छ त्यसमा नलेज बढ्दै जान्छ नि त सो मेरो पनि सेम छ क्या जस्ट लाइक जिमबाट त्यो जुन मैले डिसिप्लिन ल्याएको छु I can just take it and put it here and it just fits in right into it get problems and eventually I might start making money out of it who knows oh yeah and how do you maintain that discipline for the long time the consistency कसरी गर्ने I don't know what's the secret I don't know it's just अब secret भन्नु त मिल्दैन the secret is because I enjoy doing it That's it. That's the secret. Because I enjoy it. So just enjoy what you do. मलाई इन्जोय लाग्छ मान्छे अब अरूलाई हेर्दाखेरि चाहिँ टर्चर जस्तो लाग्छ यस्तो पढे बसिरह यति जिम गरेर वाइज लाइफ जस्तो लाग्छ होला होइन बट द्याट्स माई लाइफ आई इन्जोय द्याट मलाई फनको लागि आई लिफ्ट हेभी वेट्स द्याट्स माई फन अरू चाहिँ they go to clubs or drugsy खान्छ you lift weight I lift weights that's fun for you पर बुढो हुँदाखेरि होइन बच्चाहरूलाई अब मेरो नातिनी हुँदाखेरि म यहाँ केटीहरूसँग घुम्न गएको थिएँ म स्ट्रक्सी यसो हिँड्दै देखाउनु राम्रो कि मैले यति वेट उचालेको थिएँ म यस्तो थिएँ म यति स्ट्रङ थिएँ म जिममा देखाउनु राम्रो मेरो मसल यस्तो साइज यस्तो थियो देखाउनु कुन चाहिँ राम्रो तपाईँ कुन चाहिँ सेलेक्ट गर्नुहुन्छ अफकोर्स आफ्नो ग्रान्डचिल्ड्रेनहरू इन्सपायर हुन्छ नि त हजुरबाउ यत्रो बढी रहेछ हजुरबाउको सो तपाईँ सोच्नु न भने चाहिँ इनहेरेन्टली लाइक डुइङ जिम इज फार मोर लाइक तपाईँले अब तपाईँको चिल्ड्रेनहरूलाई तपाईँको फ्यामिलीहरूलाई देखाउँदाखेरि होइन तपाईँ एल्कोहल लिएर ह्याङओभर भएर बसेको राम्रो कि तपाईँ लिफ्ट वेट्स गरेर ज्यान राम्रो बनाएर त्यो दुइटा कुन चाहिँ बेटर अफकोर्स ज्यान राम्रो I do that one yeah it's more better so it inspired my grandchildren you know and I'm thinking के सोचिरहेको छु भने I should make this hall of fame in my family lineage from now on like there's gonna be like a deadlift challenge for my whole family lineage yeah whoever gonna lift the most weight gonna be in the hall of fame so right now my 250 kg raw is gonna be hall of fame let's see मेरो family गर्छ गर्दैन it's a fun thing राम्रो लाग्छ नि त फ्यामिलीमा पास डाउन गर्दै एउटा फ्यामिली ट्रेडिसन जस्तै पास डाउन गर्दै and I'm gonna म सोचिरहेको छु एउटा टक्क आफ्नै घर सर भइसकेपछि टक्क एउटा डेडलिफ्ट प्लेटफर्म बनाउँछु that's the platform where you're gonna deadlift the weight maybe one day your grandchildren will beat your 250 and let's pass it down to their grandchildren it's like a lineage होइन हुँदै जान्छ नि त होइन राम्रो त हो नि ट्रेडिसन भन्छ क्या पोइन्टमा गएर ट्रेडिसन भन्ला नि त्यही त त्यो एउटा त्यो बढीपछि टिभी बुढो भएपछि अनि एउटा फ्यामिली ग्यादरिङ हुँदा त्यसकै लागि ग्यादरिङ गर्ने एउटा हुन्छ नि त रमाइलो हुन्छ नि त वान इयर सबैजना फ्यामिली ग्यादरिङ गरे alright we gonna break his record we gonna break our grandfather records किन भन्दाखेरि we have a deadlift competition in my place होइन हाम्रो फ्यामिली as a competition so I need to train for that okay Samundra I think yeah धेरै बेर नै भयो so yeah धेरै कुरा बुझिसक्यो हामीले yeah त्यही त होला जति कुरा गरे नि नमिल्ने रहेछ म त अझै बोल्नु मलाई
आज पनि we didn't talk much नि त जस्ट के कुरा गरे जस्ट टिमको मात्रै कुरा गऱ्यो नि त अलिकति बिचमा अलिकति गीताको कुरा आएको थियो हजुर बेसिकली फर द होल आवर कति भयो 1 घन्टा जस्तो भयो होला टक अबाउट जिम मात्रै होइन ठिक छ इट वाज प्रिटी गुड होइन एन्ड आई लर्न अ लट एज वेल आई होप आवर भ्युअर्सहरूले नि केही लिनुभयो होला यो कन्भर्सेसनबाट हजुर तपाईँ भ्युअर्सहरू के लिनु पऱ्यो नि डोन्ट मेक थिङ्स कम्प्लिकेटेड सिम्पल ओके द्याट्स गुड अनि वान ल त्यो पनि एउटा सजेसन जस्तो भएन अर्को चाहिँ इफ त्यही त एउटा भर्खर बिगिनरलाई चाहिँ एउटा मात्रै सजेसन दिन सक्छ इफ यु वान सजेसन होइन के दिन्छ लर्न इट बाई योरसेल्फ डोन्ट फलो इन्टु लाइक मलाई यो मान्छेले भने मान्नुपर्छ मैले यो मान्छे भने मान्छ त्यस्तो मान्छेले फलो गर्नु जसले चाहिँ दे आर नट सेलिङ एनिथिङ ओके फलो द्याट गाय त्यसले मान्छेले भने चाहिँ मान्नु इफ दे आर नट सेलिङ एनिथिङ टु यु देन द्याट्स द गाय probably want best way if they want to sell like okay I want to sell my workout plan I want to sell that yeah bro that's all about money don't and you guys can follow Samudra and kick him to Facebook, Insta, TikTok. We'll put the link in the description to your socials. And I hope तिमी पोस्ट गरिराख्छ होला यो तिम्रो पहिला कन्ट्याक्ट गर्ने राम्रो छ आई रियली लभ द्याट त्यो ट्रान्सफर्मेसन कन्टेन्ट पातलोबाट मान्छे यत्रो सिकुटेबाट एक्कासी यत्रो मान्छे भयो सो द्याट वाज अ प्रिटी गुड ट्रान्सफर्मेसन त्यही भने त्यही त भने आई रियली लाइक इट सो यो आजको लागि अब यति नै होला होइन आई थिङ्क धेरै लेट भइसक्यो इट्स 12 समथिङ सो या it was nice to have you in the podcast. Thanks for having me here. Yeah, एकदमै धेरै नलेजको कुराहरू भन्यो and I learned a lot. त्यसको लागि धेरै धेरै धन्यवाद. And yeah, we'll have you back again. Sure, bro. I'm free anytime. I think also पनि हामीले दुईटा एपिसोड सुट गयो होइन still I feel like there's a lot of things to learn from you and त्यो लागिरहेको छ कि मलाई चाहिँ कता कताबाट त yeah will हामी टाइम बनाएर अर्को नि सुट गर्छौँ कहिले हुन्छ त्यति बेलासम्म चाहिँ या तिमी नि राम्रोसँग बस एन्ड अगेन थ्याङ्क यू सो मच अरू केही छ भन्न खासै छैन सेम थिङ हाम्रो प्रोग्रामिङ वर्डमा नि यो युज हुन्छ किस भनेर होइन किप इट सिम्पल स्टुपिड भनेर सो या किप इट सिम्पल जे गरे पनि जस्ट किप इट सिम्पल बी कन्सिस्टेन्ट डिसिप्लिन एन्ड यु गोना मेक इट मोटिभेसन it's just a temporary thing. Discipline is important. Okay. They host discipline. Okay. All right. Well, thank you so much. I think we're gonna wrap it here for today. All right then. Thank you so much. Bye. Yeah, take care. Bye. I need like, subscribe. That's it. No, Radhe. Radhe. Har Mahadev. Okay. Thank you so much.